इक्विभ्यालेन्ट रेजिस्टेन्स 6 ओम आउँछ र यो 6 ओम जुन छ हाम्रो इक्विभ्यालेन्ट रेजिस्टेन्स त्यो चाहिँ यो 2 र 4 मध्ये 4 ठुलो हो यो भन्दा पनि ठुलो हो के भन्नाले सिरिज कम्बिनेसनमा इक्विभ्यालेन्ट रेजिस्टेन्स इज ग्रेटर देन द ग्रेटेस्ट हुन्छ हामीले जे ठुलो हुन्छ त्यो भन्दा पनि के हुन्छ ठुलो हुन्छ सो मैले त्यही लेखेको छु लार्जर देन द लार्जेस्ट अथवा ग्रेटर देन द ग्रेटेस्ट भन्न खोजेको सो सिरिजमा सम्झिने कुरा एकदम सिम्पल छ खाली सबै ठाउँबाट करेन्ट भन्ने कुरा सेम हुन्छ अनि भोल्टेज भन्ने कुरा चाहिँ डिभाइड हुन्छ भनेर सम्झिने टोटल भोल्टेज चाहिँ डिभाइड गर्छौँ हामीले र करेन्ट भन्ने कुरा चाहिँ सेम हुन्छ सिरिज कम्बिनेसन प्यारलल कम्बिनेसन ठ्याक्कै उल्टो छ सिरिजको यहाँ चाहिँ मैले R1 R2 R3 तीनटा रेजिस्टर्सहरूलाई चाहिँ मैले प्यारललमा कम्बाइन गरेको छु र टोटल V भोल्टमा मैले जोडेको छु सो यहाँबाट जाने टोटल करेन्ट भनेको आइबो सो यो टोटल करेन्ट चाहिँ तीनटा पार्टमा डिभाइड भइरहेको छ अनि R1 बाट जाने करेन्ट I1 R2 बाट जाने करेन्ट I2 र R3 बाट जाने करेन्ट I3 भयो सो टोटल करेन्ट चाहिँ तीनटामा हामीले डिभाइड गरेको छौँ सो प्यारलल कम्बिनेसनमा करेन्ट भन्ने कुरा डिभाइडेड हुन्छ तर भोल्टेज भन्ने कुरा चाहिँ सेम हुन्छ भन्नाले यो R1 रेजिस्टर R2 R3 यो सबैले खाने भोल्टेज भनेको चाहिँ V नै हो यसले पनि V भोल्टेज खान्छ यसले पनि V नै खान्छ सबैले V भोल्टेज खाइरहेको छ सो करेन्ट चाहिँ डिभाइड हुन्छ तर भोल्टेज चाहिँ सबै रेजिस्टरको एक्रसमा सेम हुन्छ त्यही भएर हामीले टोटल करेन्टलाई चाहिँ डिभाइड गर्यो I = I1 + I2 + I3 गरायो V = IR हुन्छ त्यही भएर I = V/R हुनु पर्यो सो सबै ठाउँमा मैले V लेखेँ अनि V क्यान्सल गरेँ त्यही भएर 1/R = 1/R1 1/R2 1/R3 भन्ने कुरा आयो सो यसरी चाहिँ हामीले प्यारलल कम्बिनेसनको रेजिस्टेन्स भन्ने कुरा चाहिँ क्याल्कुलेट गर्छौँ 1/R इक्विभ्यालेन्ट = 1/R1 + 1/R2 + 1/R3 गरेर चाहिँ हामीले प्यारलल कम्बिनेसनको इक्विभ्यालेन्ट रेजिस्टेन्स भन्ने कुरा चाहिँ निकाल्छौँ यदि मसँग दुईटा इक्वल रेजिस्टर छ भने चाहिँ हामीले 1/R = 1/R + 1/R गर्ने सल्भ गर्दाखेरि चाहिँ 2/R रहले R इक्विभ्यालेन्ट = R/2 आउँछ यदि हामीसँग तीनटा इक्वल रेजिस्टर्सहरू छ भने 1/R 1/R 1/3 गर्दाखेरि हामीले R इक्विभ्यालेन्ट भनेको R/3 पाउँछौँ भन्नाले यदि मसँग n वटा इक्वल रेजिस्टर्सहरू छन् भने त्यतिखेर चाहिँ इक्विभ्यालेन्ट रेजिस्टेन्स भनेको चाहिँ R/n हुन्छ सो सिरिज कम्बिनेसनमा n टाइम्स R र प्यारलल कम्बिनेसनमा R/n भन्ने कुरा चाहिँ हुन्छ सो यो कुरा चाहिँ दुईटा कुरा चाहिँ सम्झिनु पर्यो खाली सिरिज कम्बिनेसनमा इक्विभ्यालेन्ट रेजिस्टेन्स भनेको चाहिँ n टाइम्स R हुन्छ भन्नाले एड हुन्छ र प्यारलल कम्बिनेसनमा चाहिँ हामीले डिभाइड गर्छौँ यदि हामीले इक्वल रेजिस्टर्सहरूलाई चाहिँ प्यारललमा कनेक्ट गरेको छौँ भने मलाई अरू तिमीहरूले भिडियो अन गरेको छन् अन गर्दा सबैजना मैले नेपाली जान्नु भन्छु ल देव तिमी भन त यदि मैले 2 ओमको रेजिस्टर मैले 2 ओम अनि 4 ओमको रेजिस्टरलाई चाहिँ प्यारललमा कनेक्ट गरेको छ भने इक्विभ्यालेन्ट रेजिस्टेन्स कति आउँछ 8/6 8/6 सो 2 अनि 4 भयो हैन सो 1/R = 1/2 गर्छौ अनि +1 / 4 गर्छौ सो एलसीएम भनेको 4 2 जा 8 मान्दा भयो 4 मान्दा पनि भयो सो 2 4 जा 8 अनि 4 2 जा 2 भन्नाले 6 / 8 अनि R = 8 / 6 आउँछ 8/6 भनेको 4 / 3 4/3 भनेको 1.33 आउँछ ठीक छ सो मैले 2 ओम अनि 4 ओम रेजिस्टरलाई चाहिँ यदि मैले प्यारललमा कनेक्ट गरे भने इक्विभ्यालेन्ट रेजिस्टेन्स भनेको चाहिँ 1.33 आउँछ भनेर खोजेको इक्विभ्यालेन्ट रेजिस्टेन्स इज स्मलर देन द स्मलेस्ट भन्छ हामीले 2 र 4 मध्ये 2 सानो हो इक्विभ्यालेन्ट रेजिस्टेन्स भनेको चाहिँ त्योभन्दा पनि सानो आएको छ सो जे सानो हुन्छ त्योभन्दा पनि सानो आउँछ प्यारलल कम्बिनेसनमा ल सो यति कुरा तिमीहरूले बुझ्यौ सो सिरिज कम्बिनेसन र प्यारलल कम्बिनेसन यति कुरा चाहिँ बुझ्नु पर्यो प्यारलल कम्बिनेसन चाहिँ हाम्रो घरमा एप्लाई हुन्छ हाम्रो घरहरुमा जति पनि केसेसहरु हुन्छन् सबै हामीले प्यारलल कम्बिनेसनमा कम्बाइन गरेको हुन्छौं हाम्रो घरको सर्किट्सहरु भनेको चाहिँ तिमीहरुको फ्यान तिमीहरुको बत्ती सबै प्यारलल कम्बिनेसनमा कम्बाइन हुन्छ प्यारलल कम्बिनेसनमा एउटा बत्ती फ्युज भए पनि अरु बत्तीलाई असर गर्दैन तर सिरिज कम्बिनेसनमा यदि कुनै एउटा बत्ती फ्युज भयो भने अरु कुनै बत्ती बल्नेवाला छैन किनभने सर्किट डिस्टर्ब भइहाल्छ सर्किट ओपन भइहाल्छ करेन्ट बग्दैन गाडी तिमीले हेर्यो होला तिहारमा झिलिमिली बत्ती किनेर ल्याउँदाखेरि चाहिँ कुनै एउटा बत्ती बिग्रियो भने त्यो कुनै बत्ती पनि बल्दैन के कुनै बिचमा वायर काट्यो भने कुनै पनि बत्ती बल्दैन प्यारललमा त्यस्तो हुँदैन प्यारललमा बत्ती बिग्रियो भने फ्यान चल्छ तिम्रो घरको फ्यान बिग्रियो भने बत्ती बलिरहेको हुन्छ र प्यारलल कम्बिनेसनमा त्यस्तो हुँदैन र सिरिज कम्बिनेसनमा चाहिँ कुनै एउटा सर्किट डिस्टर्ब भयो भने त्यसले होल सर्किटलाई नै डिस्टर्ब पार्दिन्छ सो घरमा युज हुने हाम्रो एप्लायन्सेसहरु चाहिँ सबै हामीले प्यारलल कम्बिनेसनमा कम्बाइन गरेको हुन्छ भोल्टेज सेम हुन्छ सबैलाई सेम भोल्टेज चाहिन्छ त्यही भएर चाहिँ सो सिरिज र प्यारललमा हामीले डिस्कस गर्नुपर्ने यति हो यो चाहिँ रेजिस्टरको लागि चाहिँ म अगाडि बढाउँछु यहाँसम्म बुझेछौ मलाई विकासले भन्दा विकास बुझेछौ यहाँसम्म छ है ल अहिले नोट चाहिँ एकछिनमा कपी गरौँ पठाइदिन्छु मैले स्टेट ब्याचमा गराउने क्वेशन्सहरु हो त्यसपछि हामी इलेक्ट्रिकल सेलको बारेमा चाहिँ डिस्कस गर्छौं इलेक्ट्रिकल सेलको बारेमा चाहिँ सो इलेक्ट्रिकल सेल भनेको चाहिँ कुनै ब्याट्री भन्न खोजेको हामीले ब्याट्री भनेर बुझिरहेको हुन्छौं सो यो जुन तिमीहरुले देखिरहेको छौ मेरो हातमा डुरा सेलको छ यो
सो यसलाई चाहिँ हामीले सेल भन्छौँ। यदि एक्लै छ भने सेल भन्नु पर्यो, यदि 2 or more than 2 combination of सेल्सहरूलाई चाहिँ हामीले ब्याट्री भन्छौँ। सो मैले एउटा सेल, यो अर्को सेल अनि अर्को सेल्सहरूलाई यसरी मैले कम्बाइन गरेको छु भने यो चाहिँ ब्याट्री भयो है त। सो कम्बिनेसनलाई चाहिँ हामीले ब्याट्री भन्छौँ, यदि एउटा मात्रै छ भने त्यसलाई हामीले सेल भन्छौँ। युजुअली हामीले एउटाले पनि ब्याट्री भनिरहेको हुन्छौँ, तर रियालिटीमा चाहिँ हामीले एउटालाई सेल भन्नुपर्ने हो अनि धेरैवटा कम्बिनेसन भयो भने ब्याट्री भन्नुपर्ने हो। सो यसलाई भन्छ हामीले इलेक्ट्रिकल सेल भनेर। सो यो भित्र चाहिँ केमिकल्सहरू हुन्छ र त्यो केमिकल्सहरूको काम भनेको चाहिँ इलेक्ट्रिसिटी प्रड्युस गर्ने हो। भन्नाले यो सेलको काम भनेको केमिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्ने हो। सो सेल के पनि भन्दा सेल इज अ कन्भर्टर, एउटा कन्भर्टर जस्तो हो। यसले चाहिँ इलेक्ट्रिकल एनर्जीलाई यसले चाहिँ केमिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गरिदिन्छ। यो भित्र चाहिँ केमिकल्सहरू स्टोर हुन्छ र त्यो केमिकल्सहरूको जुन एनर्जी हुन्छ केमिकल एनर्जी त्यसलाई चाहिँ इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्ने काम गर्छ सेलले चाहिँ। सो सेल भनेको त्यही डिभाइसेस हो जसले चाहिँ केमिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्छ। अनि कुनै पनि सर्किटमा सेललाई चाहिँ यसरी डिनोट गराउँछौँ है त, यो यसरी डिनोट गराउँछौँ। एउटा चाहिँ सानो हुन्छ त्यो भनेको नेगेटिभ साइड, एउटा चाहिँ ठुलो हुन्छ त्यो भनेको पोजिटिभ साइड। यो सेलमा हेऱ्यो भने यो सेलमा चाहिँ यो जुन उठेको भाग छ यो उठेको भागमा चाहिँ प्लस साइन लेखेको छ भनेर देख्यो भने चाहिँ यहाँ चाहिँ प्लस लेखेको छ, यतातिर चाहिँ माइनस लेखेको छ भन्न खोजेको। जतातिर यस्तो उठेको भाग हुन्छ त्यो चाहिँ पोजिटिभ साइन हुन्छ, यतातिर चाहिँ नेगेटिभ साइन हुन्छ सेलको। मलाई युवाले कमेन्ट गर, यो पोजिटिभ साइनतिर चाहिँ हायर पोटेन्सियल हुन्छ कि लोवर पोटेन्सियल हुन्छ? जतातिर पोजिटिभ हुन्छ उतातिर चाहिँ हायर हुन्छ कि लोवर पोटेन्सियल हुन्छ? हायर पोटेन्शियल। हायर पोटेन्शियल है त। त्यो पोजिटिभ साइडमा हायर पोटेन्शियल, नेगेटिभ साइडमा चाहिँ लोवर पोटेन्शियल हुन्छ। युवा मलाई फेरि कमेन्ट गर, इलेक्ट्रोन रिच चाहिँ नेगेटिभ साइडमा हुन्छ कि पोजिटिभ साइडमा हुन्छ? इलेक्ट्रोन रिच नेगेटिभ साइड। नेगेटिभ साइडमा इलेक्ट्रोन के हुन्छ? बढी हुन्छ। सो तिमीलाई थाहा छ। अनि जहिले पनि हामीले पोजिटिभ साइडबाट करेन्ट चाहिँ निकाल्छौँ, यसलाई भन्छ हामीले कन्भेन्सनल डाइरेक्सन करेन्ट भनेर। हामीले सर्किटमा फलो गर्ने भनेको कन्भेन्सनल डाइरेक्सन नै हो। यो मैले माथि एक्सप्लेन गरेको थिएँ भिडियोमा। सो यसरी चाहिँ हामीले एउटा सेल लियौँ, यो सेललाई चाहिँ मैले एउटा सर्किटमा जोडेको छु र सर्किटमा चाहिँ कुनै एउटा बत्तीसँग मैले यसलाई कनेक्ट गरिदिएको छु। सो बत्तीलाई मैले रेजिस्टर मान्छु, सो बत्तीसँग एउटा कनेक्ट गरिदिएको छु, यसरी गरिदिएको छु। सो रेजिस्टर भनेको त्यस्तो कुरा हो जसले चाहिँ करेन्टलाई फ्लो गर्दाखेरि चाहिँ के न के रोक्छ गर्ने काम गर्छ, के न के रेजिस्टेन्स दिने काम गर्छ। सो यो भनेको रेजिस्टर हो। रेजिस्टर भनेको बत्ती, फ्यान, हिटर जे पनि हुन पायो सर्किटमा चाहिँ जसले चाहिँ करेन्टलाई रोक्छ गर्ने काम गर्छ। सो अहिले करेन्टलाई रोक्छ गर्ने काम गरिरहेको छ, त्यही भएर यो भनेको रेजिस्टरको फन्डा के हुन्छ भन्दाखेरि जतिखेर चाहिँ करेन्ट यसरी सर्किटमा बग्छ, करेन्ट सर्किटमा बग्दाखेरि चाहिँ यो एक्सटर्नली एप्लाई गरेको बत्ती, फ्यान यिनीहरूले त करेन्टलाई रोक्छ गर्छ। करेन्टलाई चाहिँ यिनीहरूले मात्रै रोक्छ नभएर करेन्ट यसरी 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 बग्न खोज्यो भने यो सेलले पनि करेन्टलाई के न के रोक्छ गर्छ क्या। सेलले पनि करेन्टलाई के न के रोक्छ गर्छ हो। त्यो सेलले करेन्टलाई रोक्छ गर्ने जुन प्रपर्टी हुन्छ त्यसलाई चाहिँ हामीले इन्टरनल रेजिस्टेन्स भन्छौँ। द रेजिस्टेन्स प्रोभाइडेड बाइ द सेल इटसेल्फ। सेलले आफै पनि करेन्टलाई के न के रोक्छ गरिरहेको हुन्छ, त्यसलाई भन्छ हामीले सेलको इन्टरनल रेजिस्टेन्स भनेर। एक्सटर्नली युज गरेको बत्ती, फ्यान, हिटरहरूले त रोक्छ गरिहाल्छ, जसले हामीले एक्सटर्नल रेजिस्टेन्स भन्छौँ। यो सेल आफैले पनि त्यो करेन्टलाई के न के रोक्छ गर्ने काम गर्छ, त्यसलाई भन्छ हामीले इन्टरनल रेजिस्टेन्स भनेर। चाहिँ सेलले पनि करेन्टलाई रोक्छ गर्छ, त्यसलाई भन्छ हामीले इन्टरनल रेजिस्टेन्स। टोटल करेन्ट भनेको जहिले पनि टोटल इएमएफ टोटल रेजिस्टेन्स गर्ने हो भन्नाले ओम्स ल V = IR भन्न खोजेको। सो टोटल करेन्ट भनेको टोटल इएमएफ डिभाइड बाइ टोटल रेजिस्टेन्स हुन्छ, त्यही भएर टोटल इएमएफ भनेको यो हो। अनि जहिले पनि सम्झिने कि एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्सहरू चाहिँ सिरिजमा हुन्छ। एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्स आर अलवेज कनेक्टेड इन सिरिज, बुझ्नु पर्यो, जहिले पनि सिरिजमा कनेक्ट हुन्छ। सो यो एक्सटर्नल रेजिस्टेन्स यो इन्टरनल रेजिस्टेन्स दुवै चाहिँ जहिले पनि सिरिजमा कनेक्ट हुन्छ, त्यही हामीले R+R गरेको भन्नाले E = IR+IR भन्ने कुरा हुन्छ। यसरी चाहिँ मलाई यो सर्किटमा कति करेन्ट बगिरहेको छ भनेर कसैले सोध्यो भने टोटल ब्याट्रीको भोल्टेज लिन्छु, त्यसलाई टोटल रेजिस्टेन्सले मैले डिभाइड गरिदिन्छु। एक्सटर्नल रेजिस्टेन्स इन्टरनल रेजिस्टेन्स भन्ने कुरा जहिले पनि सिरिजमा कनेक्टेड हुन्छ। ल सो यति कुरा आई होप बुझ्यो होला, खासै के पनि छैन। करेन्ट भनेको भोल्टेज बाइ रेजिस्टेन्सले बनाएको यार ओम्सले नै। सो यति कुरा चाहिँ सम्झ। अनि त्यसपछि चाहिँ तिमीहरूले +2 पढ्दाखेरि चाहिँ यो पनि पढ्यो होला कि टर्मिनल पोटेन्शियल डिफरेन्स र टोटल इएमएफ को डिफरेन्स के हुन्छ भनेर तिमीहरूले क्वेसन आउँछ हैन, राइट द डिफरेन्स बिट्विन टर्मिनल पोटेन्शियल डिफरेन्स एन्ड इएमएफ अफ द सेल भनेर चाहिँ। सो टर्मिनल पोटेन्शियल डिफरेन्स भनेको चाहिँ जतिखेर चाहिँ हामीले कुनै पनि ब्याट्रीलाई अथवा कुनै पनि सेललाई सर्किटमा कनेक्ट गर्छौँ त्यतिखेर चाहिँ त्यो सेलको एक्रसमा देखिने जुन भोल्टेज हुन्छ त्यसले हामीले टर्मिनल पोटेन्शियल डिफरेन्स भनेर भन्छौँ। मैले मार्केटबाट यो नयाँ सेल किनेर ल्याएँ र नयाँ सेल किनेर ल्याउँदाखेरि चाहिँ यसको इन र इनमा जुन भोल्टेज हुन्छ त्यसलाई चाहिँ हामीले इएमएफ अफ द सेल भन्छौँ, इलेक्ट्रोमोटिभ फोर्स भन्न खोजेको। मैले मार्केटबाट यो नयाँ ब्याट्री किनेर ल्याएँ भने सेललाई ब्याट्री पनि ल्याउँछु है त, हामीलाई डेली लाइफमा त्यही बुझ्छौँ। सो मैले नयाँ मार्केटबाट नयाँ ब्याट्री किनेर ल्याएँ भने यो ब्याट्रीमा जुन भोल्टेज लेख्या हुन्छ मार्केटमा
जस्तो कि यो 1.5 भोल्टको ब्याट्री हो सो यो ब्याट्रीको इएमएफ भनेको 1.5 भोल्ट हो इएमएफ भनेको त्यो कुरा हो अनटच्ड ब्याट्रीमा नयाँ ब्याट्रीको जुन पोटेन्सियल डिफरेन्स हुन्छ त्यसलाई नै हामीले इएमएफ भन्छ नयाँ ब्याट्रीको पोटेन्सियल डिफरेन्सलाई इएमएफ इलेक्ट्रोमोटिभ फोर्स भन्न खोजेको अब यो ब्याट्रीलाई यदि मैले कुनै सर्किटमा कनेक्ट गरेँ यो ब्याट्रीबाट मैले कुनै एउटा बत्ती जोडेँ अथवा यो ब्याट्रीमा मैले कुनै एउटा फ्यान जोडेँ सो ब्याट्रीलाई यदि मैले सर्किटमा कनेक्ट गरेँ भने यसको केही न केही भोल्टेज चाहिँ त्यो सर्किटमा युज भएको जुन रेजिस्टर छ त्यसले खाइदिन्छ यदि मैले यो ब्याट्रीलाई कुनै फ्यानमा अथवा यो ब्याट्रीलाई मैले कुनै हिटरमा जोडेको छु भने त्यो हिटरले केही न केही भोल्टेज तान्दिन्छ यहाँबाट केही न केही भोल्टेज खाइदिन्छ अब यसको टर्मिनलमा देखिने पोटेन्सियल चाहिँ कम भइहाल्छ यसको इएमएफ भन्दा चाहिँ त्यसले हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भन्छौँ टर्मिनल पोटेन्सियल डिफरेन्स भने के पनि हैन यो सेलकै एक्रसमा देखिने भोल्टेज हो तर सेललाई यदि मैले सर्किटमा कनेक्ट गरेँ भने यसको एक्रसमा देखिने भोल्टेजले हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भन्छौँ यदि सेललाई चाहिँ मैले सर्किटमा कनेक्ट गरेको छैन मैले मार्केटबाट फ्रेस सेल किनेर ल्याएँ भने यसको एक्रसमा देखिने भोल्टेज भनेको चाहिँ इएमएफ हो इएमएफ भनेको चाहिँ फ्रेस सेलको भोल्टेज भन्न खोजेको यदि सेललाई मैले सर्किटमा कनेक्ट गरेँ भने यसको भोल्टेज के न के घटिहाल्छ त्यसले हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भनेर भनिरहेको हुन्छ टर्मिनल पोटेन्सियल डिफरेन्स एक्जाममा चाहिँ हामीलाई टर्मिनल पोटेन्सियल डिफरेन्स इन 4 केसेस भनेर सोधिरहेको हुन्छ 4वटा केसेस एउटा चाहिँ डिस्चार्जिङको बेला एउटा चाहिँ चार्जिङको बेला अर्को भनेको चाहिँ सर्ट सर्किटको बेला अर्को भनेको ओपन सर्किटको बेला सो 4वटा सर्किटमा चाहिँ टर्मिनल पोटेन्सियल डिफरेन्स र इएमएफ को रिलेसन के छ त्यो कुरा चाहिँ बुझ्नु हुन्छ हामीलाई एक्जाममा चाहिँ त्यहाँबाट क्वेशन्सहरु सोधिरहेको हुन्छ द रिलेसन बिट्विन टर्मिनल पोटेन्सियल डिफरेन्स एन्ड इएमएफ सो सुरुमा चाहिँ डिस्चार्जिङ सर्किटको बारेमा चर्चा गर्छौँ म यहाँ देखाउँछु यो टर्मिनल पोटेन्सियल डिफरेन्स चाहिँ हामीले डिफरेन्ट सर्किटसहरुमा हेर्छौँ सुरुमा चाहिँ डिस्चार्जिङ सर्किट सो डिस्चार्जिङ सर्किट भनेको चाहिँ मैले एउटा ब्याट्री लिएको छु र यो ब्याट्रीबाट चाहिँ एउटा बत्ती बलिरहेको छु अथवा फ्यान चलाइरहेको छु पुरै एउटा रेजिस्टरमा जोडेको छु सो ब्याट्री चाहिँ डिस्चार्ज भइरहेको छ डिस्चार्जिङ सर्किट सो डिस्चार्जिङ सर्किटमा हामीले पढिसक्यौँ कि I = E / R + R हुन्छ त्यही भएर IR + IR गर्दाखेरि E आउँछ त्यसले IR = E - IR भन्ने कुरा आउँछ यो जुन IR छ यसलाई नै हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भनेर भन्छौँ V भन्दा सो V = E - IR भन्ने कुरा हो हामीले डिस्चार्जिङ सर्किटमा हेर्यो भने टर्मिनल पोटेन्सियल डिफरेन्स इज लेस देन EMF भन्ने कुरा आउँछ EMF भन्दा चाहिँ कम हुन्छ टर्मिनल पोटेन्सियल डिफरेन्स यो चाहिँ डेफिनेसन हो त IR भनेको चाहिँ यो रेजिस्टरको एक्रसमा देखिने भोल्टेज भन्दा पनि भयो अथवा रेजिस्टरले खाने भोल्टेज भन्दा पनि भयो अथवा टर्मिनल पोटेन्सियल डिफरेन्स भन्दा पनि भयो सबै भनेको एउटै कुरा हो यो चाहिँ डेफिनेसन भयो त्यही भएर डिस्चार्जिङ सर्किटको चाहिँ टर्मिनल पोटेन्सियल डिफरेन्स भनेको E - IR भन्ने कुरा हुन्छ एक्जाममा यति मात्रै पनि सोधिरहेको हुन्छ V = E - IR एउटा अप्सनमा हालेको हुन्छ कुनै अप्सनमा V = E + IR हालेको हुन्छ सो व्हाट इज द फर्मुला फर टर्मिनल पोटेन्सियल डिफरेन्स इन डिस्चार्जिङ सर्किट भनेर पनि सोधिरहेको हुन्छ यो कुरा टिक लाउनु अहिले क्लास सकेपछि कपी गर्नु नोट्सहरु चाहिँ एकदम सिम्पल छ डिस्चार्जिङ सर्किटमा चाहिँ भोल्टेज भन्ने कुरा घट्छ सेललाई मैले यदि एक्लै यतिकै राखेको छु भने यसको इनमा देखिने पोटेन्सियल डिफरेन्स अथवा भोल्टेजलाई नै हामीले EMF भन्छौँ तर यो सेललाई लगेर मैले यदि कुनै सर्किटमा कनेक्ट गरेँ भने अब यसको इनमा देखिने जुन भोल्टेज हुन्छ त्यसले हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भन्छौँ टर्मिनल PD भन्दा चाहिँ डिस्चार्जको केस भयो त्यो चाहिँ अब चार्जिङमा के हुन्छ भन्दाखेरि चार्जिङ केसमा चाहिँ टर्मिनल पोटेन्सियल डिफरेन्सको डेफिनेसन ठ्याक्कै चेन्ज भइहाल्छ चार्जिङको केसमा चाहिँ यदि मैले कुनै सेललाई चार्ज गर्नु पर्यो भने म यहाँ देखाउँछु यदि मैले कुनै सेललाई चाहिँ चार्ज गर्नु पर्यो भने जस्तो कि मसँग एउटा सेल छ यसको EMF E छ यसको इन्टरनल चाहिँ स्मल r छ यसलाई मैले चार्ज गर्नु छ सो यसलाई चार्ज गर्नको लागि चाहिँ मैले एउटा धेरै पावरको सेल लिनु पर्यो धेरै EMF को सेल लिनु पर्यो सो मैले यो सेललाई चार्ज गर्नको लागि चाहिँ एउटा धेरै EMF को सेल लिएको छु र त्यो सेलको पोटेन्सियल डिफरेन्स भनेको चाहिँ V हो भन्नाले मैले ठुलो ब्याट्री लिएको छु त्यो ठुलो ब्याट्रीको भोल्टेज भनेको V हो यो ठुलो V भोल्टेज भएको ब्याट्रीले चाहिँ मैले सानो E भोल्टेज भएको एउटा सेललाई चार्ज गर्न खोजिरहेको छु सो चार्जिङको बेला पनि त्यही हुन्छ करेन्ट टोटल रेजिस्टेन्स गर्ने हो अनि करेन्ट भइहाल्यो टोटल रेजिस्टेन्स भनेको चाहिँ स्मल r मात्रै छ हामीले यसको रेजिस्टेन्सलाई काउन्ट गरेको छैनौं र यहाँ चाहिँ टोटल भोल्टेज भनेको चाहिँ यसको भोल्टेज ठुलो छ यसको भोल्टेज सानो छ र दुवैको डाइरेक्सन सेम भएको हुनाले चाहिँ हामीले सपरेट गर्छौँ V - E भन्दा चाहिँ त्यही भएर चाहिँ IR = V - E सो V = E + IR भन्ने कुरा आउँछ भन्न खोजेको यदि सेल चाहिँ चार्जिङमा छ भने चार्जिङको बेला चाहिँ यो जुन सेलले हामीले सानो सेललाई चार्ज गरिरहेको हुन्छौँ त्यो ठुलो सेलको जुन पोटेन्सियल हुन्छ त्यो पोटेन्सियललाई नै हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भन्छौँ यो चाहिँ चार्जिङ सर्किटको टर्मिनल पोटेन्सियल डिफरेन्सको डेफिनेसन हो डिस्चार्जिङ सर्किटमा चाहिँ रेजिस्टरको एक्रसमा देखिने भोल्टेजलाई चाहिँ हामीले टर्मिनल पोटेन्सियल डिफरेन्स भन्छौँ
तर डिस्चार्जिङमा चाहिँ तर चार्जिङ सर्किटमा चाहिँ जुन ब्याट्रीले हामीले सानो ब्याट्रीलाई चार्ज गरिरहेको हुन्छौँ त्यो ठुलो ब्याट्रीको भोल्टेजलाई नै हामीले टर्मिनल पोटेन्शियल डिफरेन्स भन्छौँ। त्यो चाहिँ डेफिनेसन हो, किनभने यसको एक्रसमा देखिने भोल्टेज भनेको यही हुन्छ, यो ठुलो भोल्टेज हो, यसले नै करेन्टलाई गोभर्न गरेको छ, यताबाट ड्यासमा करेन्ट बगिरहेको छ। मलाई कमेन्ट गर, कमेन्ट भयो भने तिम्रो बोल्छु ल। ल साङ है त, मलाई एकचोटि भन त कि टर्मिनल पोटेन्शियल डिफरेन्स र इएमएफ मध्ये चाहिँ चार्जिङ सर्किटको लागि कुन ठुलो छ? टर्मिनल पोटेन्शियल डिफरेन्स ठुलो छ कि इएमएफ ठुलो छ? व्हिच इज ग्रेटर भन त? टर्मिनल पोटेन्शियल डिफरेन्स। टर्मिनल पोटेन्शियल डिफरेन्स के छ? ठुलो छ इएमएफ भन्दा। ठिक छ। सो चार्जिङ सर्किटमा चाहिँ V इज मोर देन E हुनु पर्यो हैन। इएमएफमा चाहिँ हामीले IR दिनु पर्यो, V आउँछ। सो चार्जिङ सर्किटमा चाहिँ टर्मिनल पोटेन्शियल डिफरेन्स इज मोर देन EMF आउँछ, ग्रेटर देन EMF। डिस्चार्जमा ठ्याक्कै उल्टो थियो, डिस्चार्जिङमा चाहिँ टर्मिनल PD इज लेस देन EMF थियो, तर चार्जिङमा चाहिँ के हुन्छ ठ्याक्कै मोर देन EMF हुन्छ। यो फर्मुला सम्झनु, एक्जाममा सोधिरहेको हुन्छ कि डिस्चार्जिङ सर्किटमा टर्मिनल पोटेन्शियल डिफरेन्स र EMF को रिलेसन के छ? V इज इक्वल टु E माइनस IR। डिस्चार्जिङमा चाहिँ चार्जिङमा के छ रिलेसन भनेर सोध्यो भने V इज इक्वल टु E प्लस IR भनेर सम्झिनु। टर्मिनल पोटेन्शियल डिफरेन्सको डेफिनेसन भयो। डिस्चार्जिङ सर्किटको लागि चाहिँ V इज इक्वल टु E माइनस IR र चार्जिङ सर्किटको लागि चाहिँ V इज इक्वल टु E प्लस IR भनेर डेफिनेसन भयो टर्मिनल पोटेन्शियल डिफरेन्सको। मलाई एकचोटि कमेन्ट गर र सुशान्त भन त, तिमी चाहिँ फोन म्याक्सिमम टाइम चार्जमा हाल्छौ कि म्याक्सिमम टाइम चाहिँ फोन डिस्चार्ज भइरहेको हुन्छ? तिम्रो फोनहरू अथवा कुनै पनि डिभाइसेसहरू चाहिँ म्याक्सिमम टाइम चार्जिङमा हुन्छ कि म्याक्सिमम टाइम डिस्चार्जिङमा हुन्छ? कुन कन्डिसनमा हुन्छ? डिस्चार्जिङ हुन्छ। तिम्रो फोन 1 घण्टा 2 घण्टा चार्ज गर्छौ अनि त्यसपछि त्यसलाई धेरै टाइम चाहिँ चलाउँछौ, सो थोरै टाइम चाहिँ चार्ज हुन्छ, धेरै टाइम डिस्चार्ज हुन्छ भन्न खोजेको। चार्जिङ सर्किट भनेको चाहिँ थोरै टाइम हुन्छ, डिस्चार्जिङ सर्किट भनेको चाहिँ हामीले युजली राखिरहेको हुन्छ। क्वेसनले केही पनि मेन्सन गरेन भने डिस्चार्जिङ सर्किट हो भनेर बुझ्नु, मैले त्यो भन्न खोजेको। डेली लाइफमा जे कुरा बढी हुन्छ हामीले त्यसलाई नै बुझ्नुपर्ने हुन्छ। यदि क्वेसनले भनेको छैन भने, सो क्वेसनले चार्जिङ डिस्चार्जिङ भनेर भनेको छैन भने हामीले जहिले पनि डिस्चार्जिङ भनेर बुझ्ने सर्किटले चाहिँ। इभन यो सर्ट के अरे यो चार्जिङलाई चाहिँ म यहीँ छोडिदिन्छु। अब यो जुन डिस्चार्जिङ सर्किट छ, यो डिस्चार्जिङ सर्किटलाई नै लिएर अब यो डिस्चार्जिङ सर्किटको दुईटा केसमा डिस्कस गर्छु। यो डिस्चार्जिङ सर्किटबाटै दुईटा केस बनाउँछु। एउटा केस भनेको चाहिँ यो जुन वायर छ, यो वायरलाई चाहिँ मुसाले खाइदियो। तिम्रो घरमा पनि वायर हुन्छ, बत्ती गएको बेला मुसा आयो, मुसाले यो वायरलाई यसरी खाइदियो। सो वायरलाई चाहिँ यसरी मुसाले आएर खाइदियो भने अब के हुन्छ? इलेक्ट्रिक करंट फ्लो हुन बन्द डिस्कस गर्छौँ। डिस्चार्जिङ बेला है त, चार्जिङलाई हामी छोडिदिन्छौँ। डिस्चार्जिङको बेला चाहिँ यो वायरलाई लगेर यसरी मुसा आएर खाइदियो भने के हुन्छ त्यो कुरा डिस्कस गर्छौँ। कुनै बेला चाहिँ यो एक्सटर्नल रेजिस्टेन्स कनेक्ट नगरिकनै एक्सटर्नल रेजिस्टेन्स आरलाई 0 बनायो भने के हुन्छ, त्यो दुईटा केस चाहिँ डिस्कस गर्छौँ। सो एउटा केस के छ भने, एउटा केस भनेको चाहिँ वायरलाई चाहिँ मुसाले खायो, यसरी चाहिँ वायरले मुसाले खायो। सो अघि के हाम्रो डिस्चार्जिङ सर्किट नै हो, एक्ज्याक्टली सेम हो, माथिको सर्किट हो डिस्चार्जिङ हो। डिस्चार्जिङमा के छ भन्दाखेरि यहाँ जुन वायर थियो यो वायरलाई लगेर मुसाले खाइदिएको छ, मुसाले खाइदिएको छ। सो कुनै ठाउँमा यदि वायरलाई मुसाले खाइदियो भने त्यहाँबाट करेन्ट बग्ने बेला छैन। करेन्ट बग्नको लागि त वायरमा वायर हुनु पर्यो, अभियसली करेन्ट बग्नु छ भने चाहिँ। सो यदि मुसाले यो वायरलाई खाइदिएको छ भने यहाँबाट करेन्ट बग्ने बेला छैन। करेन्ट किन बगेन? किनभने वायरको के अरे खाली ठाउँको रेजिस्टेन्स इन्फाइनाइट हुन्छ। हाम्रो हावामा किन करेन्ट बग्दैन? किनभने हावाको रेजिस्टेन्स इन्फाइनाइट हुन्छ। वायरमा करेन्ट किन बग्छ? किनभने वायरको सर्टेन डिफाइनेट रेजिस्टेन्स हुन्छ, अनि बल्ल त्यहाँबाट करेन्ट बग्नु। यदि रेजिस्टेन्स इन्फाइनाइट भयो भने करेन्ट बग्न सक्दैन। त्यही भएर खाली ठाउँको चाहिँ रेजिस्टेन्स हामीले इन्फाइनाइट भन्छ, किनभने त्यहाँबाट करेन्ट बग्दैन। करेन्ट बगिरहेको छैन भने रोक्छ गर्ने प्रपर्टी इन्फाइनाइट होला भनेर भन्छ हामीले। रोक्छ गर्ने प्रपर्टी भनेकै रेजिस्टेन्स हो। सो रेजिस्टेन्स इन्फाइनाइट होला भनेर भन्छ हामीले। जुन ठाउँ खाली ठाउँ हुन्छ त्यो ठाउँको रेजिस्टेन्स इन्फाइनाइट। सिन्स त्यो डिस्चार्जिङ सर्किट हो, हामीले I इज इक्वल टु E डिभाइड बाई R प्लस R पढेको थियौँ। R को भ्यालु यदि इन्फाइनाइट भयो भने I भन्ने कुरा चाहिँ रहन्छ। भन्नाले यदि मुसाले वायरलाई खाइदियो भने चाहिँ त्यहाँबाट करेन्ट बग्दैन भन्न खोजेको कि I इज इक्वल टु 0 हुन्छ भन्न खोजेको। करेन्ट बग्दैन, यो त सबैलाई थाहा छ, मुसाले वायरलाई खाइदियो करेन्ट किन बग्दैन। त्यही भएर चाहिँ V इज इक्वल टु E माइनस IR भनेर हामीले पढेको थियौँ। सो V इज इक्वल टु E भन्ने कुरा भइहाल्छ, किनभने I इज इक्वल टु 0 भयो, त्यही भएर V इज इक्वल टु E भन्ने कुरा आउँछ। मलाई कमेन्ट गर। विकास भयो, देव भयो, गरिमा। ल गरिमा भन त, टर्मिनल पोटेन्शियल डिफरेन्स र EMF को रिलेसन के छ इन ओपन सर्किट? गरिमा भन। टर्मिनल पोटेन्शियल डिफरेन्स र EMF को रिलेसन के छ इन ओपन सर्किटमा? के हुन्छ दुवैको रिलेसन? एउटा ठुलो हुन्छ, अर्को सानो हुन्छ, अथवा दुवै बराबर हुन्छ, के हुन्छ कि 0 हुन्छ?
बराबर हुन्छ बराबर हुन्छ है त। सो हामीले पढ्यौँ कि डिस्चार्जिङ सर्किटमा चाहिँ V इज लेस देन E, चार्जिङ सर्किटमा चाहिँ V इज मोर देन E, तर ओपन सर्किटमा चाहिँ V इज इक्वल टु E हुन्छ, दुवै बराबर हुन्छ। टर्मिनल P इज इक्वल टु EMF, ओपन सर्किटमा दुवै बराबर हुन्छ। ओपन सर्किट भनेको चाहिँ यो बाटो ओपन भइसकेको छ भन्न खोजेको के, जहाँ ओपन हुन्छ त्यहाँको रेजिस्टेन्स इन्फिनिट हुन्छ। सम्झिन, यो क्वेसन पनि सोधेर हुन्छ एकदम। ओपन सर्किटमा एक्सटर्नल रेजिस्टेन्स भन्ने कुरा 0 हुन्छ, R इज इक्वल टु 0। अर्को एउटा सर्किट हुन्छ, तिमीहरूले सर्किटमा रेजिस्टेन्स नै युज गरेन भनौँ है, यो होममा ट्राई चाहिँ नगर्नु कसैले, मैले यहाँ अगाडि लेखिदिन्छु, डोन्ट ट्राई दिस एट होम भनेर। फन्डा के हुन्छ भन्दाखेरि तिमीहरू यसरी जुन बत्ती तिमीहरूको घरमा प्लग हुन्छ हैन, जहाँ चाहिँ तिमीहरू छिराउँछौ चार्ज गर्नको लागि चाहिँ चार्जर्सहरू चाहिँ। सो त्यो प्लगमा चाहिँ यहाँबाट एउटा वायर छिराएर यदि हामीले यहाँ डाइरेक्टली वायर छिरायौँ र यो वायरमा चाहिँ हामीले कुनै पनि रेजिस्टेन्स हालेको छैनौँ, यो वायरको रेजिस्टेन्स भनौँ नेग्लिजिबल छ अरे, अनि हामीले यहाँ कुनै बत्ती पनि जोडेनौँ, फ्यान पनि जोडेनौँ, हिटर पनि जोडेनौँ, सिधै एउटा वायर लियो, यता छिरायो, एउटा यता छिरायो, यहाँ यस्तो ट्राई नगर्नु है त। यहाँ चाहिँ के हुन्छ, यो वायर पड्किहाल्छ कि यहाँबाट चाहिँ स्पार्क प्रोड्युस हुन्छ, एक्कासी स्पार्क प्रोड्युस हुन्छ, ट्राई चाहिँ नगरौँ र यसले स्पार्क चाहिँ प्रोड्युस हुन्छ, किनभने बाटोमा रेजिस्टेन्स छैन कि। यदि बाटोमा रेजिस्टेन्स भएन भने त्यसलाई भन्छौँ हामीले सर्ट सर्किट भनेर, सर्किट सर्ट भइहाल्यो, रेजिस्टेन्स नै छैन, सर्ट सर्किट भइहाल्यो। यदि यहाँबाट लगेर मैले कुनै एउटा बत्ती हालेको भए त्यो बत्तीको सर्टेन रेजिस्टेन्स भएको भए त्यो बत्ती चाहिँ मजाले बल्थ्यो, यसको केही एनर्जी खर्च हुन्थ्यो, जो सर्किट मजाले चल्थ्यो, केही फरक पर्दैन। तर यदि बाटोमा हामीले रेजिस्टेन्स हालेनौँ, बिना रेजिस्टेन्सको यसरी कनेक्ट गऱ्यो भने रेजिस्टेन्स 0 भइहाल्यो, वायर अफ नेग्लिजिबल रेजिस्टेन्स छ, रेजिस्टेन्स 0 भइहाल्यो भने करेन्ट भन्ने कुरा म्याक्सिमम बग्छ। यो बाटोबाट यति धेरै करेन्ट बग्छ, यति धेरै करेन्ट बग्छ कि करेन्टले गर्दाखेरि यहाँ चाहिँ हिट मात्रै प्रोड्युस नगरेर स्पार्क नै प्रोड्युस हुन्छ कि, लाइट नै पाउँछ, झिल्का आउँछ एकचोटि। दाइ त्यो कनेक्ट गर्ने बित्तिकै पड्किन्छ, कनेक्ट गर्ने बित्तिकै पड्किन्छ भन्नाले तिमीहरूले यहाँबाट यहाँ कनेक्ट गर्छौ अनि स्विचलाई नि स्विचलाई अन गर्यो भने पड्किहाल्छ। यदि बाटोको रेजिस्टेन्स छैन भने, रेजिस्टेन्स भएन भने, हेर यो पनि डिस्चार्जिङ सर्किट हो हैन, यसलाई यसरी पनि बुझ्दा हुन्छ। हामीले जुन डिस्चार्जिङ सर्किट पढेको छौँ, यसरी चाहिँ कुनै एउटा मसँग ब्याट्री भयो, यो ब्याट्रीमा चाहिँ लगेर मैले एक्सटर्नल रेजिस्टेन्स जोड्नुपर्ने हो, तर मैले नजोडिकन सिधै यसरी जोडेको छु। एक्सटर्नल रेजिस्टेन्स मैले जोड्नुपर्ने हो तर एक्सटर्नल रेजिस्टेन्स मैले जोडिनँ, सिधै एउटा वायर नै जोड्यो भने यो सर्किटमा चाहिँ करेन्ट बग्छ यसरी, यो सर्किटमा करेन्ट बग्छ। हामीले पढिसकेका छौँ सर्किटमा बग्ने करेन्टको फर्मुला I इज इक्वल टु E डिभाइडेड बाई एक्सटर्नल रेजिस्टेन्स प्लस इन्टरनल रेजिस्टेन्स हुनुपर्ने हो। अहिले एक्सटर्नल रेजिस्टेन्स 0 छ, त्यही भएर I इज इक्वल टु E डिभाइडेड बाई स्मलर मात्रै हुन्छ, यो चाहिँ म्याक्सिमम करेन्ट हो। किनभने एक्सटर्नल रेजिस्टेन्स भन्ने कुरा 0 छ, R 0 भयो भने I इज इक्वल टु E भएर आउँछ। भन्नाले यहाँबाट चाहिँ एकदमै हाई करेन्ट बग्छ कि, म्याक्सिमम करेन्ट बग्छ, एकदमै हाई करेन्ट बग्छ। दाइ कहिलेकाहीँ के अरे कुनै कुनै इलेक्ट्रोनिक डिभाइसेसहरू पनि हाल्यो भने पड्किन्छ नि, त्यो पनि यही मेकानिजमले गर्दा हो। वान अफ द रिजन भनेको यो पनि हो त, यो पनि हो है त। जस्तो कि तिमीहरूको डिभाइसेसहरूभित्र मानौँ पानी पसिहाल्यो, सो पानी पसिहाल्यो भने प्योर वाटर त गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी होइन है त, प्योर वाटर इज नट अ गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी। र हामीले युज गर्ने वाटर चाहिँ प्योर हुँदैन, हामीले खाने वाटर्सहरूमा चाहिँ केही न केही मिनरल्सहरू हुन्छन्, केही न केही आयन्सहरू हुन्छन्, त्यो आयन्सले गर्दाखेरि चाहिँ हाम्रो युज गर्ने वाटर्सहरू चाहिँ जसलाई हामीले मिनरल वाटर भन्छौँ, मिनरल हुन्छ नि भनेको, त्यो त्यसमा केही न केही आयन्सहरू छ भन्न खोजेको। सो त्यस्तो वाटर्सहरू चाहिँ कन्डक्टिभ हुन्छ, हामीले डेली लाइफमा युज गरेर वाटर, हाम्रो ट्यापबाट जुन वाटर आउँछ त्यो पनि कन्डक्टिभ हुन्छ। प्योर वाटर चाहिँ कन्डक्टिभ हुँदैन, प्योर वाटरमा H प्लस र OH माइनसलाई छुट्याउनको लागि चाहिँ, आयन्स बनाउनको लागि चाहिँ हामीलाई धेरै नै इलेक्ट्रिसिटी चाहिन्छ। त्यही भएर प्योर वाटर चाहिँ कन्डक्टर हुँदैन, तर इम्प्योर वाटर्सहरूमा चाहिँ आयन्सहरू मिक्स भएको हुन्छ, त्यही भएर इम्प्योर वाटर इज कन्डक्टर अफ इलेक्ट्रिसिटी। सो तिमीहरूको पानी चाहिँ यदि कुनै डिभाइसमा परिहाल्यो भने त्यसले चाहिँ सर्किटमा सर्ट गरिदिन्छ। इम्प्योर वाटर इज कन्डक्टर हो, त्यसको रेजिस्टेन्स एकदमै कम हुन्छ कि वाटरको चाहिँ। सो रेजिस्टेन्स कम भएको हुनाले त्यसले करेन्टलाई थोरै रोक्छ गर्छ, अनि त्यसले गर्दाखेरि नै सर्ट सर्किट हुने हो कि। र सर्ट सर्किट भयो भने करेन्ट एक्कासी बढी पास हुन्छ, र एक्कासी बढी करेन्ट कहाँबाट पास भयो भने त्यहाँ चाहिँ स्पार्क प्रोड्युस हुन्छ। यसपछि म अर्को च्याप्टर तिमीहरूको वायरमा हामीले करेन्ट पठायो भने त्यो वायर तातिन्छ, यो चाहिँ प्रपर्टी हो, जुल सेटिङ इफेक्ट भन्छ हामीले। जस्तो यो वायर भयो, यो वायर मैले करेन्ट पठायो भने यो वायर तातिनै पर्छ, अनिवार्य तात्नुपर्छ, नेचरमा यस्तो हुन्छ। यसलाई भन्छ हामीले जुल सेटिङ इफेक्ट भनेर चाहिँ। यसकै प्रिन्सिपलमा हिटर बत्तीहरू काम गर्छ। सो यो वायरमा रेजिस्टेन्स छैन, तर यहाँबाट म्याक्सिमम करेन्ट बगिरहेको छ, त्यही भएर यहाँ चाहिँ एक्कासी धेरै हिट प्रोड्युस हुन्छ, त्यो धेरै हिट चाहिँ स्पार्क जस्तै प्रोड्युस हुन्छ। सो R इज इक्वल टु 0 भयो भने I को भ्यालु चाहिँ म्याक्सिमम हुन्छ,
म्याक्सिमम भ्यालु भएको हुनाले चाहिँ यहाँबाट चाहिँ 81 धेरै करेन्ट जान्छ र 81 धेरै करेन्ट गएको हुनाले चाहिँ यसले हामीले सर्ट सर्किट भन्छ यहाँबाट स्पार्क प्रड्युस हुन्छ अनि त्यसले हामीले सर्ट सर्किट भन्छौँ सो सर्ट सर्किटमा चाहिँ आई इज इक्वल टु म्याक्सिमम हुन्छ हामीले भी इज इक्वल टु आइआर भनेर पढेको थियौँ टर्मिनल पोटेन्सियल डिफरेन्स भनेको आई इन्टु आर हुन्छ होइन टर्मिनल पोटेन्सियल डिफरेन्स भनेको चाहिँ सो यहाँबाट हामीले हेर्न मिल्छ कि आरको भ्यालु चाहिँ 0 छ एक्सटर्नल रेजिस्टेन्स 0 छ त्यही भएर टर्मिनल पोटेन्सियल डिफरेन्स पनि 0 आउँछ सो यो चार थोक चाहिँ सम्झिनु एकदम सिम्पल छ चार्जिङको बेला चाहिँ भी इज मोर देन ई टर्मिनल पोटेन्सियल डिफरेन्स इज ग्रेटर देन इएमएफ भी इज इक्वल टु ई प्लस आइआर भन्ने फर्मुला डिस्चार्जिङको बेला चाहिँ भी इज इक्वल टु ई माइनस आइआर टर्मिनल पोटेन्सियल डिफरेन्स इज लेस देन इएमएफ डिस्चार्जिङको बेला अनि डिस्चार्जिङको दुईटा केस हामीले पढ्यौँ एउटा ओपन सर्किट एउटा चाहिँ सर्ट सर्किट भनेर ओपन सर्किटमा एक्सटर्नल रेजिस्टेन्स भन्ने कुरा 0 हुन्छ त्यही भएर भी इज इक्वल टु ई आउँछ सर्ट सर्किटमा चाहिँ एक्सटर्नल रेजिस्टेन्स भन्ने कुरा 0 हुन्छ आई भन्ने कुरा म्याक्सिमम हुन्छ भी इज इक्वल टु 0 आउँछ यो चार थोक सम्झिन ठ्याक्कै भी इज इक्वल टु भी इज मोर देन ई इन चार्जिङ भी इज लेस देन ई इन डिस्चार्जिङ भी इज इक्वल टु ई इन सर्ट सर्किट के अरे इन ओपन सर्किट र भी इज इक्वल टु 0 इन सर्ट सर्किट टर्मिनल पोटेन्सियल डिफरेन्सको यो चारवटा तिमीले बुझेछौ बुझेछु दाइ बुझेछु बुझेछौ है सो यति सिम्पल छ सो यहाँसम्म हामी डिस्कस गऱ्यौँ यति गरिसकेपछि अब हामी सेल्सहरूलाई चाहिँ कम्बाइन गर्दै जान्छौँ अब सेल्स कम्बाइन गर्छौँ त्यसपछि किर्चफ ल पढ्छौँ सकिहाल्छ पोर्सन सो सेल्सलाई कम्बाइन गरौँ सेल्सलाई कम्बाइन गर्नु भनेको चाहिँ मैले यसरी डिफ्रेन्ट सेल्सहरू लिएको छु र यो सेल्सहरूलाई चाहिँ मैले सिरिज र प्यारल कम्बिनेसनमा कम्बाइन गरिदिन्छु सो सम्झिने कुरा भनेको तिमीलाई धेरै थोरै कुराहरू छ मैले यसरी दुईटा सेल लिएँ यो सेलको पनि इएमएफई छ यसको पनि इएमएफई छ यो दुवै सेललाई मैले यसरी जोडेँ यसरी जोड्न सक्छु यसरी जोडेँ एउटाको पोजिटिभलाई अर्कोको नेगेटिभसँग मैले जोडेको छु त्यस्तै मैले अर्को पनि जोडेँ होला यसरी चाहिँ अर्को पनि सेल ल्याएर यहाँ जोडेँ यस्तो कनेक्सन गरेको छु भने यसलाई भन्छौँ हामीले सिरिज कम्बिनेसन भनेर चाहिँ सेल्सहरू सिरिजमा कनेक्टेड छन् सिरिज कम्बिनेसनमा जहिले पनि भोल्टेज भन्ने कुरा चाहिँ एड हुन्छ पोटेन्सियल इज एडेड इन सिरिज कम्बिनेसन भन्छ हामीले भोल्टेज भन्ने कुरा एड हुन्छ सिरिज कम्बिनेसनमा मैले यो 1.5 भोल्ट र 1.5 भोल्टको दुईटा सेललाई यदि मैले सिरिजमा कनेक्ट गरेको छ भने त्यतिखेर चाहिँ टोटल भोल्टेज भनेको 1.5 प्लस 1.5 3 भोल्ट भइहाल्छ टोटल भोल्टेज यो 1.5 भोल्ट र 1.5 भोल्टको दुईटा सेललाई मैले सिरिजमा कनेक्ट गरेँ भने त्यतिखेर चाहिँ टोटल भोल्टेज एनवटा सेल्सहरूलाई सिरिजमा कनेक्ट गरेको छ भने टोटल भोल्टेज भनेको एन टाइम्स सी भ्याल्यु छ भले पराउन म्युट राख्नेछु रेजिस्टेन्स हामीले पढिसकेका छौँ रेजिस्टेन्स भनेको चाहिँ सबै रेजिस्टर्सहरूलाई यदि मैले सिरिजमा कनेक्ट गरेको छु भने एन टाइम्स आर हुन्छ त्यो थाहा छ सो टोटल इएमएफ भनेको चाहिँ एन टाइम्स सी याद गर्ने कुरा यति मात्रै हो टोटल इएमएफ भनेको एन टाइम्स सी हुन्छ टोटल इन्टरनल रेजिस्टेन्स भनेको चाहिँ सबैको इन्टरनल रेजिस्टेन्स स्मल आर छ हामीले सिरिजमा कनेक्ट गरेको छौँ मसँग एनवटा सेल्सहरू छ त्यही भएर सबैको इन्टरनल रेजिस्टेन्स भनेको चाहिँ एन टाइम्स आर भयो त्यही भएर टोटल रेजिस्टेन्स भनेको चाहिँ हामीले एक्सटर्नल र इन्टरनललाई एड गर्छौँ सो टोटल एक्सटर्नल चाहिँ क्यापिटल आर छ र टोटल इन्टरनल भनेको चाहिँ एन टाइम्स आर छ त्यही भएर टोटल रेजिस्टेन्स भनेको चाहिँ एनआर प्लस क्यापिटल आर भनेको अब करेन्ट हामीले पढिसकेका छौँ करेन्ट भनेको टोटल इएमएफ बाई टोटल रेजिस्टेन्स हुनुपर्छ सो टोटल इएमएफ भनेको एन टाइम्स सी डिभाइड बाई टोटल रेजिस्टेन्स भनेको चाहिँ एनआर प्लस यो फर्मुला मात्रै हो यहाँ फर्मुलाबाट क्वेसन सोल्भ गर्दैन त्यही भएर सम्झिने कुरा यति मात्रै हो यदि मैले सिरिज कम्बिनेसनमा ब्याट्रीहरू जोडेँ भने त्यतिखेर चाहिँ भोल्टेज भन्ने कुरा एड गर्नुपर्छ है भनेर मात्रै सम्झिनु अरू के अब यो तिमीलाई रामकान लेखिहाल्छ सिरिज कम्बिनेसनमा यदि मलाई सेल्सहरूलाई एड गर्नु छ भने सिरिज कम्बिनेसनमा मैले बत्तीहरू के अरे सेल्सहरू जोडेको छु भने भोल्टेज भन्ने कुरा एड हुन्छ मैले 1.5 भोल्ट र 1.5 भोल्टको ब्याट्रीलाई यदि मैले सिरिजमा कम्बाइन गरेको छु भने टोटल इएमएफ भनेको चाहिँ 3 भोल्ट पाउँछ सिरिज कम्बिनेसन तर प्यारलमा यस्तो हुँदैन प्यारल कम्बिनेसनमा चाहिँ यदि मैले 2 अथवा 2 भन्दा बढी ब्याट्रीहरूलाई मैले प्यारल कम्बिनेसनमा जोडेको छु भने त्यतिखेर चाहिँ टोटल भोल्टेज भनेको ई मात्रै हुन्छ क्या जस्तो कि मैले 1.5 भोल्ट र 1.5 भोल्टको दुईटा ब्याट्रीलाई यदि मैले प्यारलमा कम्बाइन गरेँ भने यतिखेर चाहिँ टोटल इएमएफ भनेको 1.5 भोल्ट मात्रै हुन्छ क्या भोल्टेज भन्ने कुरा बढ्दैन टोटल भोल्टेज भन्ने कुरा बढ्दैन प्यारल कम्बिनेसनमा टोटल भोल्टेज भन्ने कुरा बढ्दैन टोटल भोल्टेज भनेको सेम हुन्छ इन्टरनल रेजिस्टेन्स भन्ने कुरा चाहिँ यदि मैले एमवटा सेल्सहरू लिएको छु अनि सबैको यदि इन्टरनल रेजिस्टेन्स यसमा लाएर भने हामीले प्यारलल कम्बिनेसनमा यदि रेजिस्टर्सहरूलाई जोड्यो भने त्यतिखेर चाहिँ इएमएफ भन्ने कुरा आर डिभाइड बाई एन हुन्छ भनेर हामीले पढेको थियौँ अहिले चाहिँ मैले एमवटा सेल्सहरू लिएको छु त्यही भएर सबै सेल्सहरूको इन्टरनल रेजिस्टेन्स भनेको आर डिभाइड एम भने यदि मैले एमवटा रेजिस्टर्सहरूलाई प्यारलमा कम्बाइन गरेँ भने त्यसको टोटल रेजिस्टेन्स भनेको आर बाई एम हुन्छ अघि मैले डिस्कस गरेको थिएँ एनवटा रेजिस्टर्सहरूलाई प्यारलमा कम्बाइन गरेँ भने आर बाई एन हुन्छ सिरिजमा गऱ्यो भने एन टाइम्स आर हुन्छ त्यही भन्न खोजेको अहिले मैले एमवटा सेल्सहरू लिएको छु यिनीहरूलाई चाहिँ प्यारलमा कम्बाइन गर्दाखेरि चाहिँ टोटल रेजिस्टेन्स भनेको चाहिँ आर डिभाइड बाई एम भएको छ
एक्सटर्नल रेजिस्टेन्स र टोटल इन्टरनल रेजिस्टेन्स जहिले पनि सिरिजमा हुन्छ सो हामीले टोटल रेजिस्टेन्स निकाल्नको लागि दुवैले एड गर्छौँ करेन्ट भनेको EMF बाइ रेजिस्टेन्स गरेर मैले यसो भ्यालुहरु पुट गरेर एन्सर निकालिदिएको छु कुरा के हो खाली सम्झनुको लागि मात्रै हो कि टोटल भोल्टेज भनेको चाहिँ सिरिज कम्बिनेसन के रे प्यारलल कम्बिनेसनमा चाहिँ सेम हुन्छ मलाई पूजाले भन यदि मलाई तिमीलाई मैले 3वटा सेल्स दिए यो ब्याट्री भनेर माथिबाट किनेर सबैको 1.5 भोल्टको छ अनि तिमीलाई चाहिँ यो ब्याट्रीलाई फिट गरेर एउटा बत्ती बाल्नु छ तीनटा ब्याट्रीहरुलाई कम्बाइन गरेर एउटा बत्ती बाल्नु छ सो मलाई कमेन्ट गर म चाहन्छु कि बत्तीको ब्राइटनेस धेरै होस् म चाहन्छु बत्ती चाहिँ एकदमै उज्यालो तरिकाले बढोस् बत्तीको ब्राइटनेस धेरै होस् सो तिमीले चाहिँ तीनटा सेल्सहरुलाई सिरिजमा कम्बाइन गर्छौ कि प्यारललमा कम्बाइन गर्छौ सिरिजमा कम्बाइन गर्छौ किनभने सिरिज कम्बिनेसनमा भोल्टेज भन्ने कुरा बढ्छ मैले 1.5 भोल्ट तीनटा ब्याट्रीलाई यदि मैले सिरिजमा कम्बाइन गरेँ त 4.5 भोल्टको टोटल आउटपुट आउँछ भोल्टेज 4.5 भोल्ट जति बढी भोल्टेज भयो त्यति बढी के रे ब्राइटनेस होला त्यही भएर सिरिजमा कम्बाइन गर्यो भने चाहिँ ब्राइटनेस भन्ने कुरा चाहिँ बढ्छ यदि म चाहन्छु कि मसँग जुन बत्ती छ त्यो बत्ती चाहिँ धेरै ब्राइट चाहिँ नहोस् तर धेरै दिनसम्म चाहिँ बलोस् हैन टर्चको मलाई यसो अलि ब्राइटनेस थोरै भए पनि पुग्छ तर म चाहन्छु कि त्यो ब्याट्री चाहिँ धेरै दिनसम्म टिकोस् मार्केटबाट मलाई धेरै ब्याट्री किनेर ल्याउनु नपरोस् थोरै हल्का बले पनि भयो तर धेरै दिनसम्म चाहिँ बत्ती बलोस् भनेर म चाहन्छु भने त्यतिखेर चाहिँ मैले केमा कनेक्ट गर्नु पर्यो पूजा हुन त सेल्सहरुलाई प्यारललमा कनेक्ट गर्नु पर्यो मैले सेल्सहरुलाई यदि प्यारललमा कनेक्ट गरे भने त्यतिखेर चाहिँ भोल्टेज भन्ने कुरा सेम हुन्छ 1.5 भोल्टको तीनटा ब्याट्रीलाई मैले प्यारललमा कम्बाइन गरेको छु भने टोटल भोल्टेज भन्ने कुरा 1.5 भोल्ट नै हुन्छ सो टोटल भोल्टेज भन्ने कुरा सेम छ भने मलाई असर भएन भोल्टेज भन्ने कुरा सेम छ सो 1.5 भोल्ट नै दिन्छ धेरै दिनसम्म टिक्छ जो छिटै डिस्चार्ज हुँदैन ब्याट्रीहरु चाहिँ त्यसको एनर्जी बिस्तारै कम हुन्छ एक कुरा सम्झेर है त सिरिज र प्यारललमा अर्को चाहिँ मिक्स सर्किट भन्ने हुन्छ यो सिरिज र प्यारललले नै हामीले कम्बाइन गर्छौं सो यहाँ एउटा क्वेशन सर आउँदैन यसो कहानी बुझाउनको लागि पनि लेखेको सो यहाँ चाहिँ मैले EMF र स्मल r इन्टरनल रेजिस्टेन्स राख्छु एनवटा सेल्सहरु लिएको छु प्रत्येक रोमा सो यो रोमा पनि एनवटा सेल छ यसमा पनि एनवटा छ यसमा पनि एनवटा छ यस्तै गरी गरी मसँग एमवटा रोजहरु छन् यो रोमा एनवटा सेल यसमा पनि एन यसमा पनि एन यसमा पनि एन यसमा पनि एन यस्तै मसँग चाहिँ एमवटा रोजहरु छ सो टोटल नम्बर अफ सेल भनेको चाहिँ m into n भयो हैन प्रत्येकमा चाहिँ एनवटा सेल्सहरु छन् र मसँग एमवटा रोजहरु छ भने m into n भनेको टोटल नम्बर अफ सेल भयो सो टोटल नम्बर अफ सेल भनेको m into n भयो र टोटल EMF भनेको चाहिँ n टाइम्स e भयो यो रोको EMF n टाइम्स e यसको पनि EMF n टाइम्स e यसको पनि EMF n टाइम्स e भयो सो टोटल EMF भनेको चाहिँ प्यारललमा त सेम हुन्छ सो यसको पनि NE यसको पनि NE यसको पनि NE भयो भने सबैको टोटल EMF भनेको n टाइम्स e नै हो यसमा त केही फरक पर्दैन रेजिस्टेन्स भनेको चाहिँ सिरिजमा हामीले मल्टिप्लाई गर्छौं सो n into स्मल r भनेको सिरिजको र प्यारललमा डिभाइड गर्छौं सो nr डिभाइड बाइ m भनेको चाहिँ हाम्रो इन्टरनल रेजिस्टेन्स भन्ने कुरा हो nr बाइ m एक्सटर्नल र इन्टरनल जहिले पनि सिरिजमा हुन्छ त्यही भएर टोटल निकाल्नको लागि हामी दुईलाई एड गर्छौं र टोटल करेन्ट भनेको टोटल EMF र टोटल रेजिस्टेन्स गर्दा नि भ्यालु पुट गर्दा जे आउँछ त्यो कुरा हो बनाउने खासै कुरा हैन मैले यहाँ केही एक्सप्लेन पनि गर्न खोजिन यहाँ सोधा पनि सोध्नु पर्छ मैले यति मात्र बुझाउन खोजेको यो सिरिज कम्बिनेसन भन्ने हुन्छ सिरिज कम्बिनेसनमा चाहिँ भोल्टेज भन्ने कुरा एड गर्नु र प्यारललमा चाहिँ सेम राख्नु डिभाइड नगर्नु रेजिस्टेन्स चाहिँ प्यारललमा डिभाइड हुन्छ तर भोल्टेज भन्ने कुरा चाहिँ प्यारललमा सेम हुन्छ त्यो कुरा मात्र मैले बुझाउन खोजेको एक्जाममा चाहिँ एउटा कन्डिसन सोध्छ कि म्याक्सिमम पावर हुनको लागि चाहिँ एउटा कन्डिसन हुन्छ त्यो चाहिँ सोधिराख्नु हुन्छ त्यो भनेको चाहिँ म्याक्सिमम पावरको लागि जहिले पनि एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्स भन्ने कुरा बराबर हुनुपर्छ यो कुरा चाहिँ ध्यान दिने बुझ्ने यदि मैले कुनै पनि ब्याट्रीबाट कुनै पनि सेलबाट म्याक्सिमम पावर ड्र गर्नु छ भने जहिले पनि एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्स बराबर गर्न खोज्ने एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्स बराबर भयो भने त्यतिखेर चाहिँ सेलबाट हामीले म्याक्सिमम पावर पाउँछौं सो मैले एक्सटर्नल र इन्टरनल बराबर गरेँ है त सो यो प्यारलल कम्बिनेसन के यो मिक्स कम्बिनेसनमा चाहिँ एक्सटर्नल रेजिस्टेन्स भनेको क्यापिटल R छ र सबैको इन्टरनल रेजिस्टेन्स भनेको चाहिँ NR डिभाइड बाइ M छ सो हामीले यो क्यापिटल R = NR डिभाइड बाइ M गर्नु पर्यो म्याक्सिमम पावरको लागि प्यारलल कम्बिनेसन पनि सेम छ प्यारलल कम्बिनेसनमा चाहिँ हाम्रो एक्सटर्नल रेजिस्टेन्स भनेको क्यापिटल R छ र टोटल इन्टरनल रेजिस्टेन्स भनेको चाहिँ स्मल r डिभाइड बाइ m छ सो हामीले क्यापिटल R = स्मल r डिभाइड बाइ m गरे भने यो भनेको चाहिँ म्याक्सिमम पावरको कन्डिसन हो प्यारलल कम्बिनेसनमा सिरिजमा पनि सेम छ सिरिज कम्बिनेसनमा पनि यदि मलाई म्याक्सिमम पावर चाहिएको छ भने टोटल एक्सटर्नल रेजिस्टेन्स भनेको स्मल r भयो के क्यापिटल R भयो र टोटल इन्टरनल रेजिस्टेन्स भनेको चाहिँ n टाइम्स स्मल r थियो त्यही भएर क्यापिटल R = n टाइम्स स्मल r भनेको म्याक्सिमम पावरको कन्डिसन हो
सो म्याक्सिमम पावर भनेको के पनि हैन यदि मलाई कुनै सेलबाट चाहिँ म्याक्सिमम पावर ड्र गर्नु छ भने मैले जहिले पनि एक्सटर्नल रेजिस्टेन्स र इन्टरनल रेजिस्टेन्स बराबर गराउनु पर्यो त्यो कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा छ मैले अहिले हाइलाइट गरिदिएको छु यो कुरा चाहिँ सम्झिनु ल मलाई अब कसले बोल्छु सबैलाई मैले बोलाएँ र दरक साथी भन त यदि मैले 1.5 भोल्ट र 1.5 भोल्टको ब्याट्रीलाई मैले सिरिजमा कनेक्ट गरेँ भने टोटल कति भोल्टेजको आउटपुट पाउँछु मैले दरक साथी भन त 1.5 भोल्ट र 1.5 भोल्टको ब्याट्रीलाई मैले प्यारल सिरिजमा कनेक्ट गरेँ भने कति आउटपुट पाउँछु 1.5 र 1.5 1.5 र 1.5 लाई मैले सिरिजमा कनेक्ट गरेको छु यो दुईटा ब्याट्री छ मसँग यसरी सिरिजमा कनेक्ट गरेको छु टोटल आउटपुट कति पाउँछु 3 पाउँछु हैन 1.5 प्लस 1.5 भनेको 3 आउटपुट हो ठीक छ सो मैले दुईटा 1.5 ले सिरिजमा गर्दा 3 आउँछ मैले फेरि कमेन्ट गरेर दरक चाहिँ यदि मैले 1.5 भोल्ट र 1.5 भोल्टको दुईटा ब्याट्रीलाई मैले प्यारललमा कनेक्ट गरेँ भने मैले आउटपुट भोल्टेज कति पाउँछु सेम हुन्छ 1.5 मात्रै 1.5 नै हुन्छ 1.5 नै हुन्छ मलाई दरक चाहिँ अब कमेन्ट गर यदि मैले एउटा 2 भोल्टको ब्याट्रीले एउटा 4 भोल्टको ब्याट्रीले यो दुईटा ब्याट्रीलाई मैले प्यारललमा कनेक्ट गरेको छु अब भन टोटल भोल्टेज कति आउँछ सुरुमा सिरिज हाल्न ल एउटा मैले 2 भोल्ट एउटा 4 भोल्टको ब्याट्रीलाई मैले सिरिजमा कनेक्ट गरेँ भने त्यतिखेर चाहिँ टोटल आउटपुट भोल्टेज कति आउँछ टोटल भोल्टेज इक्विभ्यालेन्ट भोल्टेज 6 आउँछ 6 आउँछ हैन 2 + 4 6 आउँछ ल अब यही क्वेशन यदि मैले 2 भोल्ट अनि 4 भोल्टलाई चाहिँ यदि मैले प्यारललमा कनेक्ट गरेको छु भने त्यतिखेर आउटपुट भोल्टेज कति आउँछ 4 हुन्छ 4 हुन्छ नाइ हुँदैन कसैलाई आउँछ भने भन अमिरन भन तिमी कति आउँछ 4/3 4/3 ना त्यो पनि मिस्टेक हो सराहना भन कति आउँछ दाइ दसौँ पढ्यो 2 भोल्ट हो कसले आउँछ 2 भोल्ट कसले भन्यो प्रशान्त प्रशान्त 2 भोल्ट ना मिस्टेक हो दाइ 3 हो 3 पनि हुँदैन यसको क्याल्कुलेसन गर्नको लागि चाहिँ हामीलाई दुईटै सेलको इन्टरनल रेजिस्टेन्सको भ्यालु चाहिन्छ कि बिना इन्टरनल रेजिस्टेन्स हामीले क्याल्कुलेट गर्न मिल्दैन यस्तो क्वेसन एक्जाममा सोध्दैन तर तिमीहरु जिज्ञासाको लागि भन्दैको हामीले भन्छौँ नि सेममा सेम हुन्छ अब डिफरेन्ट भने के हुन्छ सो यदि डिफरेन्टहरु भयो भने त्यसको लागि चाहिँ हामीलाई इन्टरनल रेजिस्टेन्स भ्यालु चाहिन्छ हामीले यसरी क्याल्कुलेट गर्छौँ यदि मसँग दुईटा सेल्सहरु छ एउटाको EMF U1 छ अर्कोको EMF U2 छ सो मैले EMF भोल्टेज र E2 के रे E1 र E2 भोल्टेज भएको दुईटा सेल्सहरुलाई जसको इन्टरनल रेजिस्टेन्स स्मल r1 र स्मल r2 छ सो दुईटा सेल्सहरुलाई मैले प्यारललमा कनेक्ट गरे भने त्यतिखेर चाहिँ टोटल EMF कसरी निकाल्ने भने त्यसको फर्मुला हुन्छ समेसन E/R डिभाइड बाइ समेसन 1/R गर्ने हो भन्नाले E1/R1 प्लस E2/R2 यदि अर्को पनि भाग भए प्लस हामीले E3 डिभाइड बाइ R3 गर्थ्यौं यसरी अनि तलतिर चाहिँ हामीले 1/R1 1/R2 यसरी चाहिँ हामीले क्याल्कुलेट गर्नुपर्ने हुन्छ यदि मैले दुईटा डिफरेन्ट भोल्टेज भएको सेल्सहरुलाई प्यारललमा कनेक्ट गरे भने त्यतिखेर चाहिँ टोटल EMF कति आउँछ भनेर सोध्यो भने हामीलाई चाहिँ इन्टरनल रेजिस्टेन्सको भ्यालु चाहिन्छ दुईटा सेलको र इन्टरनल रेजिस्टेन्स भ्यालु थाहा भयो भने हामीले यो फर्मुलाबाट चाहिँ टोटल भोल्टेज निकाल्न मिल्छ जुन चाहिँ अहिलेसम्म एक्जाममा सोधेको छैन सोध्दा पनि सोध्दैन तर जस तिमीहरुको जिज्ञासाको लागि चाहिँ भन्देको डिफरेन्ट भयो भने के होला भनेर चाहिँ सिरिजमा हामीले एड गरिदिहाल्छु सिधै 2 + 4 6 भ्यालु तर प्यारलल कम्बिनेसनमा यदि मलाई इक्विभ्यालेन्ट भोल्टेज निकाल्नु छ भने मलाई इन्टरनल रेजिस्टेन्स भ्यालु अनिवार्य चाहिन्छ बिना इन्टरनल रेजिस्टेन्सको चाहिँ मैले इक्विभ्यालेन्ट निकाल्न मिल्दैन प्यारलल कम्बिनेसनमा यसरी चाहिँ क्याल्कुलेट गर्ने यदि सेम भयो भने त सेम भइहाल्यो डिफरेन्ट छ भने चाहिँ यसरी क्याल्कुलेट गर्नुपर्छ क्लियर छ यहाँसम्म बोलो अमिरन भयो बस ल ठीक छ सो अब यो च्याप्टरको चाहिँ लास्ट कन्सेप्ट आएको छ त्यो भनेको किर्चफ्स ल हो सो त्यसको बारेमा पनि डिस्कस गरिदिन्छु सो किर्चफ्स ल भनेको चाहिँ हाम्रो दुईटा ल हुन्छ किर्चफ्सको एउटा किर्चफ फर्स्ट ल एउटा किर्चफ सेकेन्ड भने सो कुनै पनि सर्किटलाई चाहिँ हामीले सल्भ गर्दाखेरि यसोमा चाहिँ सिरिज प्यारलल कम्बिनेसनबाट मिल्छ कि मिल्दैन भनेर हामीले सोच्छौँ त्यहाँबाट पनि मिलेन भने चाहिँ हामीले व्हिटस्टोन ब्रिजको बारेमा सोच्छौँ व्हिटस्टोन ब्रिजबाट मिलाउन खोज्छौँ त्यहाँबाट पनि मिलेन भने हामीले सिमेट्रीको बारेमा सोच्छौँ सिमेट्रिकल पो छ कि भनेर त्यहाँबाट पनि मिलेन भने लास्ट उपाय भनेको किर्चफ्स ल किर्चफ्स लले जस्तोसुकै सर्किटमा हिसाब सल्भ गरिदिन्छ एकदम सिम्पल छ किर्चफ्स ल किर्चफको दुईटा ल हुन्छ एउटा फर्स्ट ल भन्ने हुन्छ जसलाई हामीले जंक्सन ल अथवा करेन्ट ल पनि भन्छौँ सो किर्चफ फर्स्ट लले के भन्छ कि कुनै पनि जंक्सनमा जति करेन्ट चाहिँ भित्र आउँछ आछले भित्र यहाँ छ सो जति करेन्ट भित्र आउँछ यहाँ चाहिँ I1 र I2 भित्र आइरहेको छ सो कुनै पनि जंक्सनमा जति करेन्टहरु भित्र आउँछन् त्यति नै करेन्ट बाहिर जान्छ भनेर भन्छ किर्चफ फर्स्ट लले टोटल इनकमिङ करेन्ट इज इक्वल टु टोटल आउटगोइङ करेन्ट एट एनी जंक्सन समेसन अफ करेन्ट भनेको 0 हुन्छ भन्नाले जति करेन्ट भित्र आउँछ त्यति नै करेन्ट बाहिर जान्छ यहाँ चाहिँ I1 र I2 भित्र आइरहेको छ अनि I3 बाहिर गइरहेको छ सो I1 + I2 = I3 भन्ने कुरा हुन्छ जति करेन्ट भित्र आउँछ त्यति नै करेन्ट बाहिर जान्छ किर्चफ फर्स्ट ल
करेन्ट भनेको चाहिँ चार्ज डिभाइड बाई टाइम हो। सो हामीले युनिट टाइममा चाहिँ यदि हेऱ्यो भने जति चार्ज भित्र आइरहेको छ त्यति नै चार्ज बाहिर गइरहेको छ भनेर हामीले बुझ्छौँ। त्यही भएर किर्चफ फर्स्ट लॉ इज बेस्ड अन कन्जर्भेसन अफ चार्ज भन्छ हामीले। चार्जको चाहिँ कन्जर्भेसनको प्रिन्सिपल हुन्छ है त। करेन्ट भनेको चार्ज डिभाइड बाई टाइम हो, तर चार्ज भनेको चाहिँ एउटा प्रपर्टी अफ म्याटर हो। जसरी मास एउटा प्रपर्टी अफ म्याटर हो त्यसरी नै चार्ज पनि एउटा प्रपर्टी अफ म्याटर हो, छुट्टै प्रपर्टी अफ म्याटर हो। मासले आफ्नो केही फेनोमेना देखाउँछ, दुईटा मास एक ठाउँमा आयो भने त्यो दुईटा मासको बिचमा एट्र्याक्सन लाग्छ हैन। त्यस्तै दुईटा चार्ज बडीहरू पनि एक नजिक आयो भने चाहिँ तिनीहरूको बिचमा पनि केही न केही इन्टरेक्सन हुन्छ। सरानालाई बडी भयो के रे टाउको कनाइरहेको छ। दाइ अलि 81 एकदमै धेरै ल यो किर्चफमा मात्र छ, फर्स्ट र सेकेन्ड ल। त्यसपछि यति नै म गरिदिन्छु। यति चाहिँ बुझ है त। चाहिँ म एक्स्ट्रा कुरा के बोल्नु 1 आवर मैले फेस गर्नुपर्छ। सो यति मात्र चाहिँ रेस सकिहाल्छ किर्चफ फर्स्ट मात्रै। के पनि छ कुनै एउटा जङ्सनमा जति करेन्ट भित्र आउँछ त्यति नै बाहिर जान्छ भन्न खोजेको के। टोटल इन्कमिङ हो टोटल आउटगोइङ, जति भित्र आउँछ त्यति नै बाहिर जान्छ। एउटा सबैलाई थाहा छ कुनै ठाउँमा जति भित्र गयो त्यति बाहिर आउनु त हो। जति चार्ज भित्र आउँछ त्यति नै चार्ज बाहिर निस्किन्छ। कन्जर्भेसन अफ चार्जमा यो किर्चफ फर्स्ट लॉ भनेको चाहिँ आधारित भयो कन्जर्भेसन अफ चार्जमा। किनभने करेन्ट भनेकै चार्ज बाई टाइम हो। त्यही भएर जति युनिट टाइममा जति चार्ज भित्र आउँछ त्यति नै चार्ज बाहिर जान्छ भन्न खोजेको। सो कन्जर्भेसन अफ चार्जमा चाहिँ किर्चफ फर्स्ट लॉ भनेको आधारित छ। के पनि छैन, एउटा जङ्सन हेर्ने जति चार्ज भित्र आएछ त्यति चार्ज बाहिर जान्छ। सक्यो किर्चफ फर्स्ट लॉ। किर्चफ सेकेन्ड लॉ भन्ने हुन्छ। किर्चफ सेकेन्ड लॉलाई चाहिँ हामीले लुप लॉ, मेश लॉ, भोल्टेज लॉ पनि भन्छौँ। र यो लॉले के भन्छ भन्दाखेरि कुनै पनि लुपमा टोटल एमाउन्ट अफ भोल्टेज गिभन बाई ब्याट्री इज इक्वल टु टोटल एमाउन्ट अफ भोल्टेज टेकन बाई द रेजिस्टर हुन्छ भनेर चाहिँ दुवैले हामीले सम गर्यो भने 0 हुन्छ भन्न खोजेको। ब्याट्रीले जति भोल्टेज दिन्छ त्यति नै भोल्टेज रेजिस्टर्सहरूले खान्छ भन्न खोजेको। जति एनर्जी ब्याट्रीले दिन्छ त्यति नै एनर्जी चाहिँ सर्किटमा युज भएको बत्तीले, फ्यानले, हिटरले खान्छ। त्यसलाई भन्छ हामीले किर्चफ सेकेन्ड लॉ भनेर। कन्जर्भेसन अफ एनर्जीमा आधारित छ। जति एनर्जी ब्याट्रीले दिन्छ त्यति नै एनर्जी चाहिँ रेजिस्टरले खान्छ। एकदम सिम्पल छ। जति एनर्जी ब्याट्रीले दिन्छ त्यति नै एनर्जी त्यो सर्किटमा युज भएको रेजिस्टर्सहरूले खाने हो टोटल एनर्जी। किर्चफ सेकेन्ड लॉलाई सल्भ गर्ने तरिका डिफ्रेन्ट हुन्छ। तिमीहरूले डिफ्रेन्ट बुकमा डिफ्रेन्ट तरिकाले सल्भ गरेको हेर्छौ। तिमीहरूले प्लस 2 मा पढाएको छौ भने कुनै बुकले चाहिँ यसरी समेसन E इज इक्वल टु समेसन IR भन्ने कुरा हाल्थ्यो। अनि यसरी हाल्दाखेरि चाहिँ उनीहरूले आफ्नै साइन कन्भेन्सन दिन्थ्यो जुन चाहिँ डिफ्रेन्ट हुन्थ्यो। मैले युज गर्ने फर्मुला भनेको समेसन E प्लस समेसन IR इज इक्वल टु 0 हो। र मैले यो फर्मुलाको लागि युज गर्ने साइन कन्भेन्सन भनेको चाहिँ यिनीहरू हो। मैले मेरो पालामा पढ्दाखेरि मलाई सरले यसरी पढाउनु भएको थियो। त्यही भएर मैले यही साइन कन्भेन्सन युज गर्दैछु। मैले डिफ्रेन्ट बुक्सहरुमा हेरेँ कुनै बुकमा चाहिँ यसरी समेसन E इज इक्वल टु समेसन IR भनेर पनि लेखिरहेको हुन्छ फर्मुला। र यसरी लेख्दाखेरि चाहिँ उनीहरूले साइन कन्भेन्सन अर्कै युज गरेको हुन्छ। सो मैले पनि तिमीलाई यो साइन कन्भेन्सनलाई पढाउँछु। जुनबाट सल्भ गरे पनि एउटै एन्सर आउँछ है त। एन्सर कहीँ फरक पर्दैन। सो यति मात्रै सम्झिने कि समेसन E र समेसन IR भन्ने कुरा चाहिँ 0 हुन्छ। र साइन कन्भेन्सन के छ भन्दाखेरि हामीले कुनै एउटा डाइरेक्सन चुज गर्नुपर्ने हुन्छ क्लकवाइज अथवा एन्टी क्लकवाइज। अनि हामी हिँड्दाखेरि चाहिँ यदि ब्याट्रीको लोवर पोटेन्शियल टु हायर पोटेन्शियल हामी हिँडिरहेको छौँ भने त्यतिखेर चाहिँ EMF लाई हामीले पोजिटिभ लिनुपर्ने हुन्छ। र हामी हिँड्दाखेरि यदि ब्याट्रीको हायर टु लोवर हामी गइरहेको छौँ भने EMF लाई नेगेटिभ गर्ने। अर्को साइन कन्भेन्सन भनेको चाहिँ यदि कुनै पनि रेजिस्टरमा हामी जुन डाइरेक्सनमा हिँडिरहेका छौँ त्यही डाइरेक्सनमा चाहिँ त्यो रेजिस्टरबाट करेन्ट बगिरहेको छ भने त्यतिखेर चाहिँ IR को भ्यालु हामीले नेगेटिभ गराउँछौँ। यो दुईटा साइन कन्भेन्सन चाहिँ युज गरे यो फर्मुलाको लागि चाहिँ। तिमीहरूले अर्कै फर्मुला पढ्यो भने त्यसको साइन कन्भेन्सन अर्कै भ्याउँछ। तर यो फर्मुलाको लागि चाहिँ यो वाला साइन कन्भेन्सन युज गर्ने हिसाबहरू चाहिँ के रे मजाले सकिन्छ। कन्जर्भेसन अफ एनर्जीमा आधारित छ। यसको अर्थ भनेको ब्याट्रीले जति भोल्टेज दिन्छ त्यति नै भोल्टेज चाहिँ रेजिस्टर्सहरूले खान्छ। ब्याट्रीले दिने एनर्जी नै रेजिस्टरले खान्छ भन्न खोजेको कन्जर्भेसन अफ एनर्जीमा चाहिँ आधारित हुन्छ। IR किन नेगेटिभ लिन्छ रे? IR नेगेटिभ लिने भनेको साइन कन्भेन्सन हो। कन्भेन्सन भनेको चाहिँ हामीले बनाएको हो हैन। हामीले यो फर्मुलाको लागि चाहिँ हामीले साइन कन्भेन्सन हामीले कन्भेन्सन गरे हौं। हामीले बनाएको हामीले यसरी लिनुपर्छ भनेर चाहिँ बनायौं है त। यदि ब्याट्रीमा हामी हिँड्ने डाइरेक्सनमा करेन्ट पनि हिँडिरहेको छ भने चाहिँ त्यतिखेर चाहिँ IR को भ्यालु नेगेटिभ गराउने। यसले चाहिँ कन्जर्भेसन अफ एनर्जी भन्ने प्रिन्सिपललाई चाहिँ स्याटिस्फाई गर्छ कि यस्तो गरे भने चाहिँ। यदि यस्तो गरे भने स्याटिस्फाई गर्दैन। त्यही भएर हामीले यो साइन कन्भेन्सन चाहिँ लिन्छौँ। सो यो दुईटा सम्झ। ब्याट्रीमा लोवर पोटेन्शियल टु हायर पोटेन्शियल EMF पोजिटिभ र हामी हिँड्ने डाइरेक्सनमा यदि कुनै पनि रेजिस्टरबाट करेन्ट पनि हिँडिरहेको छ भने त्यतिखेर IR इज टेकन नेगेटिभ।
एउटा इक्जाम्पल दिएर बुझाउँछु यो चाहिँ इक्जाम्पल दिएर बुझाउँछु क्लासमा एकदमै सिम्पल हुन्छ सो एउटा मसँग यो क्वेसन छ है त यो क्वेसन छ ठ्याक्कै बुझ्यो मजाले बुझ्छ सो यो क्वेसन छ यहाँ चाहिँ के दिएको छ है मसँग एउटा 2 भोल्टको ब्याट्री छ एउटा 4 भोल्टको ब्याट्री छ अनि 1 ओम 2 ओम र 4 ओमको तीनटा रेजिस्टर छ मसँग तिमीले यो एकचोटि कपी गरेर त कपी त्यो भएर सजिलो हुन्छ बुझ्नुको लागि यति चाहिँ कपी गरेर अरू चाहिँ ठ्याक्कै म छोड्ने बित्तिकै कपी गरिहाल्छु यदि यो चाहिँ कपी गरेर यो क्वेसन छ यहाँ चाहिँ 2 भोल्टको ब्याट्रीको लोवर पोटेन्शियल यो हायर यो र 4 को लोवर यो हायर यो अनि करेन्ट चाहिँ यसरी दिएको छ यो 1 ओम र 4 ओम सिमरन तिमी कपी गरेका छौ हजुर दाइ ल युवा तिमीले कपी एन्सर पनि निकाल्यौ हजुर ल ल एन्सर म अहिले सिकाउँछु एउटा सिकाउँछु त्यसपछि अरू क्वेसन छ त्यसको एन्सर मलाई कमेन्ट गरौँ एउटा चाहिँ म सिकाउँछु सुरुमा बी भन्दा छौ बी ठिकै होला म एकचोटि हेर्छु सरबाट सुरुमा क्वेसन कपी गरिसकेको छौ भने चाहिँ म अगाडि बढाउँछु ल हेर सो हामीले यस्तो कुनै सर्किट आयो भने यो सर्किटमा चाहिँ लुप छ सो लुपमा हामीले लुपलाई युज गर्नु पर्यो हामीले बुझ्नु पर्यो कि यसमा हामीले लुपलाई युज गर्नुपर्छ भनेर सो यहाँ चाहिँ हामीले किर्चफ सेकेन्ड ल चाहिँ युज गर्छौँ सो किर्चफ सेकेन्ड ल के भन्छ कि समेसन ए अनि प्लस ध्यान दिनु है त हामीले कुन फर्मुला युज गरेछौँ मैले चाहिँ प्लसलाई युज गर्छु सो समेसन ए अनि प्लस समेसन आइआर को भ्यालु चाहिँ 0 हुनु पर्यो अनि यो फर्मुलाको लागि चाहिँ साइन कन्भेन्सन के हो समेसन ई को बेला चाहिँ सानोबाट ठुलो गयो भने भन्नाले नेगेटिभ ठुलो हायर पोटेन्शियल गयो भने चाहिँ पोजिटिभ नै आइआरमा चाहिँ हामी हिँड्ने डाइरेक्सनमा करेन्ट हिँड्यो भने नेगेटिभ गराउने सो यहाँ चाहिँ तिमीले कुनै एउटा डाइरेक्सनमा चाहिँ हिँड्नुपर्ने हुन्छ चाहे क्लकवाइज हिँड चाहे एन्टी क्लकवाइज हिँड तिमीहरूको इच्छा हो जता हिँडे पनि हुन्छ सराहना भयो तिमी कता हिँड्छौ एन्टी क्लकवाइज हिँड्छौ क्लकवाइज हिँड्छौ एन्टी क्लकवाइज ल सो घडी चाहिँ यसरी हिँड्छ यो हिँड्ने भनेको घडीको डाइरेक्सन क्लकवाइज हो हामी यसरी हिँड्छौँ एन्टी क्लकवाइज जतापट्टि हिँडे पनि हुन्छ है त त्यसमा केही फरक पर्दैन हामीले एन्टी क्लकवाइज डाइरेक्सन हिँड्दैछौँ डाइरेक्सन एकचोटि फिक्स गरिसकेपछि सक्यो सो हामी एन्टी क्लकवाइज हिँड्यौँ सो अब हेर्ने सुरुमा ब्याट्रीहरू हेर्ने अनि त्यसपछि आइआर हेर्ने लास्टमा 0 गराउने सो हामी हेरौँ है त जहाँबाट सुरु गरेर म यहाँबाट सुरु गर्छु सो म हिँड्दै ब्याट्री सुरुमा ब्याट्री खोज्ने यस्तो कुराहरू सकाउने सो यहाँबाट हिँड्दैछु एन्टी क्लकवाइज हिँड्ने त सो यहाँबाट हिँड्दैछु ब्याट्री खोज्ने हिँड्दैछु रेजिस्टरलाई नहेर्ने ब्याट्री भेटाएँ अब हेर म यसरी हिँडिरहेको छु म हिँड्दाखेरि ब्याट्रीको लोवर पोटेन्शियल टु हायर पोटेन्शियलमा गइरहेको छु सो मलाई भन साराना मैले 4 भोल्टलाई चाहिँ पोजिटिभ लिनु पर्यो कि नेगेटिभ लिनु पर्यो हाम्रो साइन कन्भेन्सन अनुसार यदि हामी ब्याट्रीको लोवर पोटेन्शियल टु हायर पोटेन्शियल गयो भने त्यतिखेर चाहिँ ब्याट्रीको पोटेन्शियल के गराउँछौँ हामीले नेगेटिभ गराउँछौँ अमिरन भने के गराउँछौँ पोजिटिभ गराउँछौँ हामीले हैन सो हामी चाहिँ अहिले यो ब्याट्रीको लोवर पोटेन्शियल टु हायर पोटेन्शियल हिँडिरहेको छौँ त्यही भएर हामीले यसको 4 भोल्टलाई पोजिटिभ गराउँछौँ मैले यहाँ +4 लेखेँ है त त्यसले अगाडि बढ्छु फेरि ब्याट्री खोज्छु अगाडि बढ्छु यहाँ फेरि ब्याट्री भेटाएँ यो ब्याट्रीमा पनि हामी लोवर पोटेन्शियल टु हायर पोटेन्शियल नै गइरहेका छौँ त्यही भएर यसको पनि मैले भोल्टेज के गराउनु पर्यो पोजिटिभ गराउनु पर्यो +2 भोल्ट यसरी फेरि अगाडि बढे यहाँ पुगिहालेँ मैले यहाँबाट सुरु गरेँ यहाँ पुगिहालेँ ब्याट्री सकिहाल्यो यति सिम्पल कन्सेप्ट छ ब्याट्री सकाएँ मैले अब सकाइसकेपछि अब आइआर हेर्छु है त आइआर वाला कुरा हेर्छु आइआर भनेको करेन्टले रेजिस्टेन्सलाई मल्टिप्लाई गर्नु पर्यो जस्तो कि यसमा बग्ने करेन्ट आयो हो यसको रेजिस्टेन्स भनेको 4 ओम हो त्यही भएर यसको आइआर भनेको 4 × I होला यसको रेजिस्टेन्स भनेको चाहिँ 1 ओम हो र यहाँबाट बग्ने करेन्ट पनि 1 के अरे I एम्पियर नै होला किनभने जहिले पनि एउटा सर्किटमा एउटै करेन्ट बग्छ
एउटा सर्किटमा एउटै करेन्ट बग्छ सो यहाँबाट बग्ने करेन्ट आयो भने सबै ठाउँबाट आइ करेन्ट नै बगिरहेको होला सबै करेन्ट गयो आइने होला यहाँबाट छिर्ने करेन्ट पनि आइने होला यहाँबाट जाने करेन्ट पनि आइने होला सबै ठाउँमा आइ करेन्ट बगिरहेको होला यो डाइरेक्सनमा सो हामी जाउँ है त यहाँबाट सुरु गर्छौँ यहाँबाट हेर्छु मैले हिँडेँ एउटा रेजिस्टर भेटाएँ सो यो रेजिस्टरमा चाहिँ म हिँड्ने डाइरेक्सन यो हो र यो रेजिस्टरबाट करेन्ट पनि यही डाइरेक्सनमा गइरहेको छ सो यदि म हिँड्ने डाइरेक्सनमा करेन्ट थिए भने त्यतिखेर चाहिँ रेजिस्टरको आइआरलाई हामीले नेगेटिभ बनाउँछौँ पोजिटिभ बनाउँछौँ भन्न सराहना तिम्रो भिडियो हुन्छ नेगेटिभ बनाउँछौँ सो यसको चाहिँ आइआर हामीले के गर्नु पर्यो नेगेटिभ गर्नु पर्यो 4 × I के गर्नु पर्यो नेगेटिभ गर्नु पर्यो सो मैले यहाँ -4I गराउँछु आइआर नेगेटिभ म अगाडि बढ्छु अगाडि बढ्दै गए रेजिस्टर खोल्दैछु एउटा रेजिस्टर भेटाएँ सो यो रेजिस्टरको आई भनेको आई भयो रेजिस्टेन्स भनेको 1 भयो भन्नाले 1 × I पनि के गर्नु पर्यो मैले नेगेटिभ गर्नु पर्यो किनभने म हिँड्ने डाइरेक्सन यो हो र यसमा करेन्ट पनि म हिँड्ने डाइरेक्सनमा हिँडिरहेको छ त्यही भएर मैले यसको पनि आएर के गर्नु पर्यो नेगेटिभ गर्नु पर्यो भन्नाले -1 × I गर्नु पर्यो अगाडि बढ्छु ब्याट्रीले छोड्दिने ब्याट्री हामी सकाइसकेका छौँ अगाडि बढेँ फेरि अर्को रेजिस्टर भेटाएँ यो रेजिस्टरमा करेन्ट हिँड्ने डाइरेक्सन र म हिँड्ने डाइरेक्सन चाहिँ सेम छ किनभने हामी यसरी हिँड्दैछौँ सो म हिँड्ने डाइरेक्सन र करेन्ट हिँड्ने डाइरेक्सन सेम छ त्यही भएर यसको पनि आएर मैले के गर्नु पर्यो नेगेटिभ गराउनु पर्यो सो मैले -1 × I गराउँछु फेरि यसरी सुरु गरेँ यहाँसम्म पुगिहालेँ सो आएर पनि सकिहाल्यो लास्टमा यसको 0 गराउने सो यसरी चाहिँ सल्भ गर्ने भन्नु खोजेको 4 + 2 6 भोल्ट भयो अनि -6I = 0 भयो त्यही भएर 6I = 6 भयो त्यही भएर I = 1 एम्पियर आउँछ सो यो सर्किटमा बग्ने करेन्ट 1 एम्पियर अप्सन नम्बर बी आन्सर ठिक छ यसरी हामीले क्याल्कुलेट गर्ने सो किर्चफ सेकेन्डलाई युज गर्ने एकदमै सिम्पल छ अहिले समेसन E र समेसन IR को भ्यालु भनेको चाहिँ 0 हुनु पर्यो भनेर सम्झिने र साइन लजिक के अरे साइन कन्भेन्सन युज गर्ने तिमीहरूलाई यदि तिमीहरूको +2 मा पढाउँदाखेरि सरहरूले यसरी समेसन E = समेसन IR यसरी चाहिँ फर्मुला युज गर भनेर पढाएको है उहाँहरूले चाहिँ तिमीहरूलाई साइन कन्भेन्सन अघि पढाउनु होला है त सबै एनर्जी कन्जर्भेसन अफ एनर्जीले गर्दाखेरि आउने साइन हो मैले चाहिँ युज गर्ने फर्मुला यो हो यसको लागि चाहिँ मैले भनेको साइन कन्भेन्सन युज गरेँ एकदमै सिम्पल हुन्छ याद गर्न पनि सजिलो छ ब्याट्रीमा लोवर पोटेन्सियल टु हायर पोटेन्सियल हिँडिरहेको छ भने त्यतिखेर चाहिँ हामीले उकालो चढिरहेको छ सो चढ्ने बेला चाहिँ हामीले ब्याट्रीको पोटेन्सियललाई पोजिटिभ गराइदिने माथि चढेको बेला चाहिँ रेजिस्टरमा चाहिँ हामी हिँड्ने डाइरेक्सनमा करेन्ट पनि हिँडिरहेको छ भने त्यो भन्न खोजेको रेजिस्टरमा चाहिँ पोटेन्सियल ड्रप भइरहेको छ रेजिस्टरले भोल्टेज खाइरहेको छ सो ड्रप भइरहेको छ नेगेटिभ भनेर सम्झिन सजिलो हुन्छ एकदमै सम्झिनु किर्चफ सेकेन्ड ल तिमीहरूले बुझाएको छौ भने चाहिँ एउटा सानो कन्सेप्ट छ एउटा यो वाला क्वेसन म युजुअली गराउने गर्छु क्लासमा चाहिँ टेस्ट केसीएल को एउटा क्वेसन सल्भ गर्दा त्यसो चाहिँ तिमीहरू फेरि अगाडि लेख्छ सकिहाल्छ त्यसो केसीएल एउटा यसको एन्सर बनाउँदा भर्खर तिमीहरूले पढ्यो तिमीहरूले मिलाउन सक्छौ एउटा क्वेसन सकौँ अन्त चाहिँ अहिलेलाई तिमीहरू फेरि थर्मोइलेक्ट्रिकको भिडियो कन्टिन्यू गरौँ सेकेन्ड सेसनमा अरू कुरा हेर्छौँ मजाले पढ क्वेसन कपी गर अनि एन्सर बनाऊ डी आउँछ Right, D. डी एन्सर है मजाले भइसक्यो सबै डी आयो 1 एम्पियर फ्रम B A to B3 ठिक छ डी आएको छ भने ठिक छ है त के छ भन्दाखेरि यो सर्किटमा हाम्रो करेन्टको डाइरेक्सन दिएको छैन सो कुनै एउटा डाइरेक्सन सुरु मान्नु पर्यो करेन्टको चाहिँ दिएको छैन भने चाहिँ करेन्टको डाइरेक्सन सर यसरी मान्ने कि यसरी मान्ने जे मान्ने पनि हुन्छ यदि तिमीहरूले मानेको डाइरेक्सन ठिक छ भने एन्सर पोजिटिभ आउँछ मानेको डाइरेक्सन यदि अपोजिट छ भने एन्सर नेगेटिभ आउला सो यदि एन्सर नेगेटिभ आयो भने हामीले मानेको डाइरेक्सन चाहिँ उल्टो छ भने हामीले बुझ्नु पर्यो यति सिम्पल कन्सेप्ट छ यदि एन्सर पोजिटिभ आयो भने हामीले मानेको डाइरेक्सन ठिक छ भनेर बुझ्नु पर्यो सो मैले यहाँबाट कुनै एउटा डाइरेक्सन हान्छु मैले चाहिँ यो डाइरेक्सन हो भनेर मैले मान्थे इक्जाम्पल किन चाहिँ यो डाइरेक्सनमा करेन्ट बगिरहेको छ भनेर मैले माने है त यो डाइरेक्सनमा करेन्ट भनेको एउटा बगिरहेको छ भनेर मैले माने यसरी चाहिँ करेन्ट बगिरहेको छ भनेर मैले माने मान्न जे पनि पाइन्छ है त यदि एन्सर नेगेटिभ आयो भने हामीले मानेको डाइरेक्सन उल्टो भनेर बुझ्छौँ हामीले भ्यालुमा त फरक पर्दैन सो यसरी मैले एउटा डाइरेक्सन है अनि एन्टी क्लकवाइज जता बगे पनि हुन्छ है त सो तिमीले जता बग्नु मन छ उता बग म चाहिँ अहिले एन्टी क्लकवाइज नै बगे जता बग्नु मन जता बगे पनि के फरक पर्दैन अब हामीले युज गर्ने फर्मुला त केसीएल नै हो सेकेन्डलाई सो सेकेन्डलाई युज गर्दाखेरि चाहिँ
हामीले के भन्छौँ समेसन ई अनि प्लस समेसन आइआर इज इक्वल टु 0 हुनु पर्यो। सो सुरुमा ब्याट्रीहरूलाई हेर्छौँ। म यहाँबाट सुरु गर्छु। यसरी हिँडे ब्याट्री खोल्दै सुरुमा हिँडे यहाँ ब्याट्री भेटाएँ। सो ब्याट्रीमा के गर्छौँ हामी ब्याट्रीको लोवर पोटेन्सियल टु हायर पोटेन्सियल गइरहेको छौँ। सो कुनै पनि सेलको यदि हामी लोवर टु हायर पोटेन्सियल गयो भने त्यसको इएमएफ भ्यालु हामीले पोजिटिभ गराउँछौँ। सो भने +4 लेख्नु पर्यो भोल्टेजको ठाउँमा +4 भोल्ट। अगाडि बढ्छु मैले यहाँ अर्को ब्याट्री भेटाएँ। सो यो ब्याट्रीमा चाहिँ म यसरी हिँडिरहेको छु। हिँड्दाखेरि चाहिँ म हायर पोटेन्सियल टु लोवर पोटेन्सियल गइरहेको छु हैन, हायर टु लोवर गइरहेको छु। सो हायर टु लोवर जाँदाखेरि चाहिँ इएमएफ मैले नेगेटिभ गराउनु पर्यो, उल्टो गराउनु पर्यो। सो मैले के गर्छु इएमएफ चाहिँ नेगेटिभ गराउँछु -10 भोल्ट। यसरी अगाडि बढी ब्याट्री सकिहाल्यो। अब रेजिस्टर हेर्ने। सो यहाँबाट जाने यसरी बढ्दैछु। यसको 3 × I आइआर भ्यालु चाहिँ म हिँड्ने डाइरेक्सनमै करेन्ट पनि हिँडिरहेको छ, त्यही भएर यसको आइआर भ्यालु के हुनु पर्यो नेगेटिभ हुनु पर्यो। सो मैले माइनस हैन म हिँड्ने डाइरेक्सनमै यदि करेन्ट पनि हिँडिरहेको छ भने त्यसको आइआर भ्यालु नेगेटिभ हुन्छ। 3 × I भनेको चाहिँ नेगेटिभ गराउँछु -3I। अगाडि हिँड्छु यसरी हिँडे यहाँ हिँड्दाखेरि चाहिँ यसको जुन 2 × I छ म चाहिँ यसरी हिँडिरहेको छु अनि यो रेजिस्टरबाट करेन्ट पनि यसरी नै बगिरहेको छ। सो यसको पनि जुन 2I हुन्छ त्यो पनि नेगेटिभ हुनु पर्यो। सो -2I। अगाडि बढ्छु। अगाडि बढ्दाखेरि चाहिँ यहाँ पनि एउटा रेजिस्टर भेटाएँ I × 1 छ -I। सो यो पनि के छ नेगेटिभ नै हुन्छ किनभने करेन्ट पनि यसरी हिँड्दैछ म पनि यसरी हिँड्दैछु। म हिँड्ने डाइरेक्सनमा करेन्ट पनि नेगेटिभ हुन्छ। सो -I इज इक्वल टु 0 हुन्छ। सल्भ गर्ने 4 - 10 भनेको चाहिँ -6 भयो अनि यतापट्टि -6I इज इक्वल टु 0 भयो। त्यही भएर -6 इज इक्वल टु 6I आयो भन्नाले I इज इक्वल टु -1 आयो। सो I इज इक्वल टु -1 भन्न खोजेको चाहिँ मैले मानेको डाइरेक्सन चाहिँ मिस्टेक छ भनेर बुझ्ने हामीले। एक्चुअल डाइरेक्सन अफ करेन्ट चाहिँ यो रहेछ भनेर बुझ्ने। यतापट्टि बगिरहेको छ। यतापट्टि करेन्ट बग्नु भनेको चाहिँ अप्सन नम्बर डी ठिक होला हैन। 1 एम्पियर करेन्ट चाहिँ बगिरहेको छ 1 एम्पियर करेन्ट, तर ए बाट बी तिर गइरहेको छ ई हुँदै। सो ए बाट बी तिर गइरहेको छ, ए बाट बी तिर गइरहेको छ ई हुँदै करेन्ट चाहिँ यसरी बगिरहेको छ भनेर भन्न खोजेको चाहिँ करेक्ट। हामीले यो डाइरेक्सन मानेको थियौँ, हामीले मानेको डाइरेक्सन चाहिँ उल्टो भएको थियो, एन्सर नेगेटिभ आएको छ। त्यही भएर एक्चुअल डाइरेक्सन अफ करेन्ट इज दिस। सो यो डाइरेक्सनमा करेन्ट बगिरहेको छ, ए बाट बी तिर गइरहेको छ थ्रु ई। सो अप्सन नम्बर डी एन्सर करेक्ट छ। बुझ्यो है त। सो किर्चअफ्स ल चाहिँ गाह्रो हुँदैन, तिमीहरूले सम्झिने चाहिँ पर्यो है त। म केही क्वेसन्सहरू अहिले एट्याच गरेर अहिले एउटा पिडिएफ बनाएर तिमीहरूले पठाइदिन्छु। त्यसको क्वेसन्सहरू अहिले प्र्याक्टिस गर्नु। त्यसपछि तिमीहरूको जुन लेक्चर छ त्यसलाई चाहिँ कन्टिन्यू गर। यतिसम्म चाहिँ बुझेको छौ? कसैलाई कन्फ्युजन छ भने सोध त। मैले कसलाई आज बोलाइन, मसँग को रिसाइरहेको होला। मैले सोध अर्चितले बोलाएको छु जसलाई। मलाई अर्चित भन, तिमी बुझ्यौ? मैले अघि बुझिसक्यो ल। सो बुझेको छु भने ठिक छ। मैले सबैलाई बोलाएँ जस्तो लाग्छ। मैले भिडियो अन गर्ने भनेर देखिहालेँ सबैले ल। सो यहाँसम्म बुझेको छु भने ठिक छ। म यसमा चाहिँ केही क्वेसन्सहरू एट्याच गरिदिन्छु। अहिले जति डिस्कस गरेँ त्यसको क्वेसन्सहरू एट्याच गरेर पिडिएफ तिमीहरूले 5 मिनटको भित्रमा पठाएँ। त्यसपछि तिमीहरूले यति कुरा चाहिँ कपी गरिहाल्नु नोटमा। त्यसपछि तिमीहरूको थर्मल इलेक्ट्रिसिटीको लेक्चर त्यसलाई कन्टिन्यू गर। गरिसकेपछि म इभिनिङमा मोस्ट प्रोबेबली मेरो आज 5 बजे 6:30 बजे उनीहरूसँग क्लास छ। त्यहाँ चाहिँ मेजर इन्स्ट्रुमेन्टको पोर्सन्सहरू म डिस्कस गर्छु। सो तिमीहरूले त्यहीँ जोइन गरेर बरुसँगै तिमीहरूले त्यहाँ पनि डिस्कस गरिदिन्छु। एउटै कुरा डिस्कस गर्ने हो, तिमीलाई पनि सजिलो होला। वुडस्टोन ब्रिज अनि मिटर ब्रिज र पोटेन्सियोमिटर भन्दा चाहिँ। सो त्यो चाहिँ डिटेलमा बुझ्नुपर्छ। म त्यहीँ बुझाइदिन्छु मैले। यति बुझिसकेपछि हाम्रो कुराहरू चाहिँ कम्प्लिट हुन्छ। बरु हामी सीको क्वेसन्सहरू अनि मार्केटको क्वेसन्सहरू बरु हामी नेक्स्ट डे डिस्कस गरौँला। हिटिङ इफेक्ट पर्दाखेरि चाहिँ आज चाहिँ यो च्याप्टर चाहिँ कम्प्लिट गरौँ। यो च्याप्टरलाई चाहिँ बुझौँ हामी। यो च्याप्टरबाट चाहिँ क्वेसन नम्बर भन्नको लागि त्यति चाहिँ बरु गरौँ है त। किनभने लम्बा छ, तिमीहरू यसो कन्फ्युजन होस्। तर रिभिजन चाहिँ यति चाहिँ गर्नु पर्यो, यहाँसम्म चाहिँ बुझाउनु पर्यो। ठिक छ। मलाई जाँदा जाँदै एउटा एन्सर कसले गर्छ ल? मलाई आयुष साइले एन्सर गर्छ। मलाई भन किर्चअफ फर्स्ट ल इज बेस्ड अन कन्जर्भेसन अफ। किर्चअफ फर्स्ट ल चाहिँ कन्जर्भेसन अफ चार्ज। ल अनि किर्चअफ सेकेन्ड ल इनर्जीमा। तिमीहरू एक्जाममा सोध्ने क्वेसन यस्तो हो। मैले हाइलाइट गरेको कुराहरू नै सोध्छु एक्जाममा सिम्पल क्वेसन सोध्छु ल। तर मैले बुझाएँ यति चाहिँ गर। म केही क्वेसन्सहरू एट्याच गरेर पठाउँछु, तिमीले त्यो क्वेसन्सहरू पनि प्र्याक्टिस गर्नु। अनि थर्मल इलेक्ट्रिसिटी लेक्चर छ 5 बजे अथवा 6:30 बजे एउटा टाइम गऱ्यो। उहाँको कति बजे क्लास हुन्छ त्यता गरेर तिमीलाई फलो गरेर पढाउँछु है त। अहिले यति नै गरेर छुट्टी माग्नु। त्यसपछि म पिडिएफ तिमीलाई 5 मिनटको भित्रमा पठाएँ।